भिडियो बनाएको छ तर लिपसिङ मिल्दैन, सजिलै चिनिन्छ नि हैन, क्वालिटी राम्रो छैन, सजिलै यो के गडबड छ भन्ने चिनिन्छ। फर्स्ट टाइम सुने हजुरहरूले कोइन गर्नु भएको साँच्चै टम छ, साँच्चै टम छ ए हो साँच्चै टम। ओके चिप फेक इज फेक कन्टेन्ट द्याट्स सो इजी टु भनेर आइडेन्टिफाई त्यो एआई को औँलाहरू काटेर राख्यो हैन, अर्का टाउका लएर जोड्दो, त्यो वरिपरि सेतो देख्यो ट्याक्को होइन। राजा ज्ञानेन्द्रले कु गरे, इन्टरनेट बन्द गर्दै सारा गरे। हामी केही साथीहरू चाहिँ ब्लगिङ दिनका दिन एउटा गर्नुपर्छ भन्नेमा थियौँ, केही न केही त हाल्नु पऱ्यो, हाम्रो ब्लग त बन्द हो भन्ने भएर चाहिँ हामीले त्यो बेला चाहिँ न्युजका लागि चाहिँ साथीहरू चाहिँ त्यो अरू न्युजहरू त लगभग हुन्थ्यो, इन्टरनेसनल न्युजहरू र ओपिनियन पिसिएसहरूको लागि चाहिँ केही साथीहरू चाहिँ जहाँबाट इन्टरनेट एक्सेस हुन्थ्यो त्यो बेला युएनभित्र या कुनै एम्बेसीहरूमा चाहिँ के अरे न्युजहरू एकजना दुईजना हामीले रिक्वेस्ट गरेर यति कामको लागि चलाउँदैन 10-15 मिनट भनेर रिक्वेस्ट गरेर जानुहुन्थ्यो। त्योमध्ये एकजना साथीलाई चाहिँ हामीले ल यति नोटिस चाहिँ हालिदेऊ न त, उसले लेख्थ्यो कि नेपाल इज क्लोज नाउ, विल कम ब्याक वेन इट विल ओपन भनेर हालिदिउँ। पछि इन्टरनेट खुलेपछि हेर्दा त त्यो त संसारभरिका ब्लगरले त्यति कोट गरेछन्, ए नेपालमा के भयो भनेर हेर्न त यस्तो छ अवस्था भने देखाउँछ नेपाल इज क्लोज नाउ भनेर, त्यो त गजब चिज भएछ है। त्यो बेलाको भाइरल भएछ, पुरै भाइरल पनि यस्तो भाइरल भएछ कि संसारभरि न्युज साइटदेखि लिएर सबैले नै कोट गराएको छ। कोअर्डिनेटेड वेमा जसरी मिसइन्फर्मेसन फैलिन्छ, अनलेस दे आर अल्सो युजिङ एआई टु डु दिस काइन्ड अफ थिङ, एआईलाई यसरी ट्रेन गर्न सक्यो कि त्यसले क्रेडिबल सोर्स अफ इन्फर्मेसन र नट सो क्रेडिबल सोर्स अफ इन्फर्मेसन छुट्याएर जस्ट एउटा आइडिया दियो, तपाईँले केही कुरा लेख्नुभयो, मानिलिउँ यस्तो भएछ मलाई साह्रै चित्त दुख्यो भनेर लेख्नु, त्यो भएको छ कि छैन भनेर उसले डिटरमाइन गर्न नसके पनि कम्तीमा उसले के भन्न सक्ला त भन्दाखेरि नेपालको यतिवटा 100वटा क्रेडिबल सोर्समा मैले हेर्दाखेरि यो बारे चाहिँ मैले देखिनँ है। आजकल त अब हाम्रो मिडिया कन्ज्युम गर्छ इन्टरनेटको थ्रु होइन, अब त्यति बेला त इन्टरनेट भन्ने पनि थिएन होला, त्यो 10 मिनट चलाउने भनेको के चलाउनु होइन, इन्टरनेट त थियो होइन, इन्टरनेट नभएको होइन, अब इन्टरनेट महँगो चाहिँ असाध्यै महँगो थियो। द नेक्स्ट डे विथिन 24 आवर्स द्याट रिच अलमोस्ट 300,000 पिपल रिच, किनभने जसले देख्यो सेयर गरिरहेको छ, 17,000 समथिङ सेयर होइन। मिसइन्फर्मेसन त चाँडो सेयर हुन्छ नि त। अनि त्यसपछि हामीले इन्ट्रेस्टिङली हामीले के हेऱ्यौँ भन्दाखेरि हाउ पिपल रियाक्टेड अन इट। यो फेसबुकको रियाक्सन त हो नि, नेगेटिभ रियाक्सन गर्ने एकदमै कम मान्छे, लाइक गर्ने एकदमै धेरै, रिपोर्ट गर्ने त 14-15 जना मात्रै छन् 3 लाखमा। के लाग्छ भन्दाखेरि टेक्नोलोजी सँगसँगै मान्छेले पनि कोलाबोरेट गर्नुपर्छ क्या, यो हुन्छ नि फाइट गर्नलाई चाहिँ होइन। अब यो मान्छेलाई कोलाबोरेट कसरी गराउने भन्ने कुरामा जस्तो एउटा टेक्निकल्ली आइडिया चाहिँ अहिलेसम्म चाहिँ अब मैले जुन भने मतलब एआईको जति कुरा गर्छु, म एआई साइन्टिस्ट होइन, एआई मेरो ठुलो चाहिँ एआईमा म के पनि जान्दिनँ, गफ गर्न जान्छु होइन। तर मैले अहिलेसम्म जर्नलिस्टलाई भन्यो भने एआईले आजको मितिसम्म जर्नलिस्टको लागि इन प्रोडक्ट दिँदैन, कसैको लागि पनि दिँदैन होला सायद, तर सजेस्टिभ प्रोडक्ट चाहिँ दिन्छ। वेलकम दाइ। सो फाइनल्ली आज बल्ल मिल्यो धेरै कोसिसपछि होइन। सो स्टार्ट गर्नलाई चाहिँ मलाई मेन क्युरियोसिटी चाहिँ के थियो भन्दा होइन, हजुरले धेरै भयो नि त, 2 दशकभन्दा धेरै भयो, 25 वर्ष जस्तो हजुरको यो भनौँ न करियर जर्नलिजममा छ होइन। त्यसमा पनि अब आजभन्दा 25 वर्ष अगाडि त मेबी सिनारियो धेरै डिफ्रेन्ट थियो होला स्टार्ट गर्दाखेरि होइन। एउटा आजको दिनमा आउँदा त हामी त्यो टाइमलाई ट्रेडिसनल जर्नलिजम भन्न थालिसक्यौँ त्यो टाइमलाई होइन। आज आउँदाखेरि अब न्यू मिडियाको धेरै कन्सेप्टहरू आइरहेको छ। सो अब त्यो त हजुरले त्यतिखेर पनि एक्टिभली ब्लगिङ बाट स्टार्ट गर्नुभएको थियो त्यतिखेर पनि होइन। आज आउँदाखेरि पनि अब एकदमै भनौँ न टेक्नोलोजीको कुराहरूलाई इम्बेड गरेर ट्रेन गर्नेसम्मको कुराहरूमा अहिले काम गरेर रहनु भएको छ। सो यो जर्नलिजमको सेक्टर चाहिँ तपाईँले आफूले देख्दाखेरि के पर्सनल प्रोफेसनल एक्सपिरियन्सबाट चाहिँ यो कसरी ल्यान्डस्केप चेन्ज भइरहेको देखिराख्नु भएको छ, अथवा इभन त्यो मेबी जर्नलिजमको मिनिङै पनि त्यो टाइम अनुसारले केही चेन्ज भएर गइरहेको छ कि कस्तो भइरहेछ यो चाहिँ? मिनिङका हिसाबले त त्यति धेरै परिवर्तन भएको छैन, तर टेक्नोलोजीका हिसाबले हेऱ्यो भने चाहिँ, प्रविधिका हिसाबले हेऱ्यो भने चाहिँ म आफै पनि हो र मैले त्यस्तो गरेको थिएँ र भन्ने खालको चाहिँ कहिलेकाहीँ सम्झिन्छु नि त कि जतिखेर मैले पत्रकारिता सुरु गरेँ 53 सालतिर सुरु गरेको थिएँ मैले। 53 सालतिर सुरु गर्दाखेरि चाहिँ
रमाइलो चाहिँ के भएको थियो भने म त्योभन्दा अगाडि नै कम्प्युटर चाहिँ चलाउँथेँ। हजुर म टिचिङ गर्नुभएको थियो हजुरले होइन? टिचिङ पनि गर्थेँ, तर म चाहिँ नेपालमा कम्प्युटर विज्ञान भन्ने विषय सुरु भएर एसएलसी दिने दोस्रो ब्याचको विद्यार्थी हो। ए ओके। त्यो बेला निकै थोरै स्कुलहरूमा मात्रै हुन्थ्यो। म पढेको स्कुल चाहिँ जनप्रेमी स्कुल कौशलधारको सानो स्कुल थियो, भए पनि त्यहाँ चाहिँ हामी 4-5जना चाहिँ त्यहाँ कम्प्युटर विज्ञान पढेको थियौँ। 7 क्लासदेखि पढेको मैले। एसएलसी दिँदासम्म त 4 वर्ष लगभग 3 वर्ष त कम्प्लिट पढिसकेको थिएँ। अनि कम्प्युटर चलाउन आउँथ्यो मलाई। त्यसपछि त्यही म स्कुलमा चाहिँ भनेको मतलब कम्प्युटर टिचर त हुनुहुन्थ्यो, तर कम्प्युटर शिक्षा अलिक विस्तार भइसकेको थियो, अलिक धेरै विद्यार्थीहरूले पढ्नुहुन्थ्यो। उहाँहरूको प्र्याक्टिकल चाहिँ भनौँ न अब त्यो बेला कम्प्युटर ल्याब भनिन्थ्यो, कम्प्युटर ल्याबको ल्याब एसिस्टेन्ट जस्तो कम्प्युटर एसिस्टेन्ट जस्तो भरेर मैले सुरु गरेको थिएँ एसएलसी दिने बित्तिकै। त्यसको 2 वर्षपछि पत्रकारिता सुरु गरेँ तरुण भन्ने साप्ताहिकबाट। अनि सबभन्दा पहिला छक्क परेको चाहिँ के म भन्दाखेरि कि त्यहाँ त हातले पो लेख्नु पर्दो रहेछ, कसैले हातले लेख्दो रहेछ, अनि टाइप गर्ने छुट्टै मान्छे हुँदो रहेछ। किन म त त्यो कम्प्युटर ब्याकग्राउन्डबाटै आएको थिएँ नि त, म त आफूलाई कम्प्युटर चलाउन आउँथ्यो, मलाई चलाउनु दिए त मै टाइप गरिदिन्थेँ नि यति त, होइन मैले नै गर्न सक्थेँ यति कुरा भन्ने जस्तो फिल चाहिँ हुन्थ्यो। त्यसपछि त्यसको 1 वर्ष 1.5 वर्ष जतिपछि म चाहिँ नेपाल समाचार पत्र जोइन गरेँ। त्यहाँ जाँदाखेरि पनि त्यही अवस्था थियो क्या, भनेको मतलब पेपरमा लेख, कसैले टाइप गर्थ्यो, त्यसलाई फेरि कसैले कतिपय अवस्थामा त त्यसलाई प्रिन्ट गरेर एडिट गरेर अनि फेरि त्यहाँ सच्याउने, अथवा त्यहाँ जो कम्प्युटर अपरेटर हुन्थ्यो कम्प्युटर अपरेटरको पछाडि चाहिँ कपी एडिटर बसेर त्यहाँ त्यो रसो दिएर मिलाउने भन्नेसम्म जर्नलिस्टले आफैले कम्प्युटर चलाउने भन्ने कन्सेप्टै थिएन, त्यहाँ त छँदै थिएन। मलाई चाहिँ आउने इन्टरनेट पनि भर्खर आएको, अलिअलि आउने भए हिसाबले म चाहिँ साइबर क्याफेहरूमा गएर चलाउँथेँ। त्यहाँबाट कतिपय न्युजहरू चाहिँ मैले सुरुमा न्युजहरू चाहिँ साइबर क्याफेबाट, किन सजिलो हो नि त, इन्टरनेटमा त धेरै चिज भेटिन्छ होइन, त्यस्तो समाचारहरू चाहिँ लान्थेँ। अनि त्यो भएपछि पछि मलाई यसलाई कम्प्युटर चलाउन आउँछ भनेर चाहिँ त्यहाँ समाचारपत्रको न्युज रुममा चाहिँ यसलाई कम्प्युटर चलाउन आउँछ भनेपछि त्यही बेलाको कतिपय सिनियर दाईहरू हुनुहुन्छ, अहिले पनि भन्नुहुन्छ, मलाई भेट्यो भने आइटी भन्नुहुन्छ कि, भनेको त त्यो चलाउन जाने हो, अरू कुनै कारणले होइन। चलाउन के आउँथ्यो, इन्टरनेट के हो थाहा थियो, त्यो बेलाका जे जति प्रोग्रामहरू थियो अलिअलि चलाउन आउँथ्यो, इमेल गर्न आउँथ्यो। ठुलै कुरा थियो नि त होइन, भन्नाले आजभन्दा 22-23 वर्ष त्यो बेला ठुलो कुरा थियो, त्यो बेला ठुलो कुरा थियो। त्यो बेला चाहिँ कम्प्युटर चलाउने भनेको चाहिँ आफैमा एउटा लग्जरी पनि थियो, किनभने त्यो म आफैसँग पनि घरमा त्यो कम्प्युटर किनेको मैले त्यसको धेरै वर्षपछि हो। त्यति किन्दाखेरि पनि मलाई अहिले पनि याद छ, मैले कम्प्युटर किन्दाखेरि चाहिँ म जहाँ काम गर्थेँ समाचारपत्रमा, त्यहाँको 10जना साथीहरूसँग मैले 2500 रुपियाँ सापट मागेर 1 महिनामा तिर्छु भनेर 25,000 जम्मा गरेर अनि अर्को 15,000 रुपियाँ चाहिँ के अरे 15,000-16,000 रुपियाँ आफ्नो बचतको पैसा हालेर एउटा सामान्य कम्प्युटरको भनौँ न सस्तो खालको कम्प्युटरको चाहिँ 286, 8286, 8386 को चाहिँ त्यो बेला 40-45 हजार पर्ने अवस्था थियो। त्यहाँ चाहिँ त्यसरी किने हो कि मैले, मेरो पहिलो कम्प्युटर किनेको पनि त्यसरी हो। यो कुन सालको कुरा भन्नुभयो? यो चाहिँ लगभग 55-56 सालतिरको कुरा हो होइन। अनि त्यो अवस्थामा चाहिँ अब कसैले कम्प्युटर किन्ने भनेको आफैमा लग्जरी थियो, किनभने पत्रकारको रूपमा मैले त्यो बेला मेरो मासिक तलब भनेको मैले पाउने भनेको 6,000 रुपियाँ जति थियो। भनेको राम्रै ठाउँ काम गर्थेँ म, नाम चलेकै दैनिक पत्रिका थियो, 6,000 रुपियाँ राम्रै स्यालेरी मानिन्थ्यो होइन त्यो बेला, राम्रै थियो नि त। त्यो बेला चाहिँ फेरि ठ्याक्कै एउटा परिस्थिति के पनि थियो भने त्यो पत्रिका चाहिँ बिजनेसम्यानहरूले किन्नु भएको थियो र उहाँले किनेपछि चाहिँ अलिकति स्यालेरी बढाइदिएर राम्रो बनाइदिनु भएको थियो। नत्र म गएको 2 महिना 3 महिना अगाडिसम्म चाहिँ त्यहाँ धेरै जस्तो न्यु कमरहरूले पाउने भनेको चाहिँ 4,000 को राउन्डमा थियो मासिक। अनि त्यसमा अब 5,000, 4,000, 6,000 कमाइ हुँदाखेरि 40-50 हजार लगानी गरेर कम्प्युटर किन्ने भनेको त आफैमा एउटा ठुलो लग्जरी थियो। त्यो पनि भयो। त्यसपछि त्यो चलाउन जाने सिपका कुरा भयो। त्यो सिप जान्नु पनि आफैमा ठुलो कुरा थियो। कम्प्युटर चलाउन आउँछ मलाई, अन अफ गर्न जान्नु नै पनि ठुलो कुरो थियो होइन। किनभने सुरुमा हामीले त्यो कम्प्युटर सुरु गर्दाखेरि मैले जतिखेर सुरु गरेँ त एमएस डसमा चलाउनु पर्थ्यो। एमएस डस चलाउँदा त त्यो त सी प्रम्प्ट भनेर देखाइदिएपछि त के हो त्यसपछि के गर्ने नजान्ने मान्छेले त के गर्ने अब भन्ने हुन्थ्यो नि त होइन। पछि चाहिँ विन्डोज 3.1 आएपछि चलाउन थालेपछि
यो 3.1 त यस्तो रहेछ अब आफूलाई थाहा नभएको थियो होला हामी त एमएसएसबाट एकैचोटि 3.1 मा आयो अनि यो 1 देखि हामीलाई चलाउन दिएको त कति सजिलो हुने रहेछ भने त आइडिया चाहिँ के सोच्यो भने यो 3.1 आइसक्यो भने त 1 2 त पहिल्यै थियो यस्तै थियो यो त हैन यस्तै थियो होला यति सजिलो रहेछ जम्मै चिज देखिँदो रहेछ यसो चाहिँ क्रसर हुँदो रहेछ माउस हुँदो रहेछ भन्ने जानेर नै हामी नै त्यो बेला चाहिँ अब त्यो खालको परिस्थितिमा कम्प्युटर अनि चलाउन जान्ने भनेको चाहिँ आफैमा एउटा ठुलै सिप थियो एकदमै थोरै मान्छेहरू मात्रै थियौँ हामी पनि पढेर पनि कतिपय अवस्थामा चाहिँ हामीले एसएलसी दिँदैखेरि पनि एकदमै लिमिटेड प्र्याक्टिकल गरेर मात्रै सम्भव थियो लक्किली मलाई के भयो भने म जुन स्कुलमा पढेँ त्यो स्कुलमा हामी 5 जना मात्रै विद्यार्थी थियौँ एसएलसी दिने एउटा कम्प्युटर थियो 5 जनाले एउटा कम्प्युटर चलाउँदा थियो 1 घन्टा प्र्याक्टिकल भनेर हामीलाई चाहिँ स्कुल छुट्टी भएपछि भनेको 4 बजे स्कुल छुटेर सबैजना चाहिँ जानुहुन्थ्यो हामी 5 जना चाहिँ अर्को 1 घन्टा त्यो प्र्याक्टिकल भनेर प्र्याक्टिकल एक्सर्साइज गर्नु भनेर बस्थ्यौँ त्यो लग्जरी दिनुभएको थियो क्या त्यसले गर्दाखेरि चाहिँ हामी अलिकति चाहिँ धेरै चलाउन पाइन्थ्यो दिनको 10 मिनट चलाउन पाउँदाखेरि पनि त धेरै जानिन्थ्यो नि त त्यो अवस्था थियो नत्र पनि चाहिँ त्यो बेला त कम्प्युटर चलाउने भनेको त कम्प्युटर अपरेटरले आई गेस अब आजकल त अब हाम्रो मिडिया कन्ज्युम गर्छ इन्टरनेटको थ्रु होइन अब त्यति बेला त इन्टरनेट भन्ने पनि थिएन होला त्यो 10 मिनट चलाउने भनेको के चलाउनु हुन्थ्यो होइन इन्टरनेट त थियो होइन इन्टरनेट नभएको होइन अब इन्टरनेट महँगो चाहिँ असाध्यै महँगो थियो पहिलोचोटि मैले इन्टरनेट चलाउन सिकेको चाहिँ क्यान इन्फोटेक हुँदाखेरि त्यो पहिला चाहिँ ब्लुबर्ड होटेलमा हुन्थ्यो सानो स्केलमा त्यहाँ चाहिँ डब्लु लिङ्कले ब्राउजिङ ओन्ली भनेर 5 मिनट एकजनालाई 5 मिनट चाहिँ इन्टरनेट चलाउन दिन्थ्यो डाउनलोड गर्न नपाइने ब्राउजिङ ओन्ली भनेर डाउनलोड त के गर्न सम्भव थियो होला त डायलअपमा हैन प्री गुगल हेर हैन अनि म चाहिँ अब कम्प्युटर त अब स्कुलमा पढे एसएलसी त्यहाँ कम्प्युटरमा एसएलसी त्यहाँ मान्छेले त इन्टरनेट चलाउन जान्नु पर्यो नि भनेर गएँ एक दिन गएँ त्यहाँ यसो टाइम लाग्छ नि त पालो पनि आयो बसेर चाहिँ मैले चाहिँ टिचरलाई सोधेर गएको थिएँ कि मतलब कसरी चलाउने इन्टरनेट मतलब जो टिचरलाई मलाई पढाउनु भयो कम्प्युटर सुरुमा उहाँले चाहिँ ब्राउजर हुन्छ इन्टरनेट एक्सप्लोरर त्यसमा थिच्ने त्यहाँ अनि युआरएल हाल्ने एड्रेस बार हुन्छ एड्रेस बारमा डब्लुडब्लु भन्यो भने भइहाल्छ भने अनि त्यो बेला भेटे जति पत्रिका आफ्नो घरमा भएका म्यागजिन खोजेर कहाँ चाहिँ डब्लुडब्लु कहाँ छ भनेर 2-3टा एड्रेस टिपेर केही त खोल्न पर्यो भनेर गएको थिएँ अनि बसेँ कम्प्युटरमा अब कसले त्यो मभन्दा अगाडि को बसेको थियो त्यसै त्यसले त्यो इन्टरनेट एक्सप्लोरर भने डेस्कटपबाट मेट्दैछ अब छैन त अब जहाँ हुनुपर्ने भने त्यहाँ त इन्टरनेट एक्सप्लोररै छैन त्यो त बल्ल बल्ल पत्ता लगाएँ होइन खोलेँ अनि इन्टरनेट एक्सप्लोरर पनि खोल्यो एड्रेस बार यस्तो लामो हुनुपर्ने छैन त्यो पनि कसले भ्यूमा गएर हटाइदिएछ नदेखिने बनाइदिएछ एड्रेस बार त्यसपछि चलाउन सकिएन अनि त्यो दिन त्यतिकै छोडेर आएँ फेरि भोलिपल्ट गएँ होइन भोलिपल्ट लक्कीली म अर्को कुन कम्प्युटरमा बस्यो त्यसमा डेस्कटपमा इन्टरनेट एक्सप्लोरर पनि थियो त्यसको एड्रेस बार चाहिँ कसैले चाहिँ हाइड गराए पनि थिएन अनि फर्स्ट टाइम चाहिँ मैले चाहिँ www.bbc.com ए ओके होइन बिबिसी भनेर टिपेर ल्याएको थिएँ गरेर बल्ल बल्ल त्यहाँ यसो आयो भनेर ए यस्तो रहेछ क्लिक गऱ्यो भने यस्तो हुँदो रहेछ भनेर चाहिँ सिकेको थिएँ यो चाहिँ भनेको म पत्रकार हुनुभन्दा अगाडिको कुरा पत्रकार भइसकेपछि चाहिँ समाचारपत्रको अफिस चाहिँ यो हनुमान ढोका दरबार पार गरेर तल ओर्लिनु पर्ने थियो अनि रत्न पार्क ओर्ल्यो बसमा अनि त्यहाँबाट न्यू रोड हुँदै हिँडेर गयो त्यसले 2टा फाइदा गर्यो कि न्यू रोड हुँदै जाएपछि न्यू रोडमा 2-3 कम्प्युटर पसलहरूमा चाहिँ चिनजान भयो किनभने के कसो भनेर यसो बुझ्न जाने अलिअलि जाने जस्तो मान्छे त्यो बेला क्लाइन्ट कमै हुने हुँदाखेरि एउटा फाइदा त्यो भयो अर्को फाइदा चाहिँ त्यो हनुमान ढोका क्षेत्रमा चाहिँ साइबर क्याफेहरू 2-3टा साइबर क्याफेहरू थियो घन्टाको 50 रुपियाँ लिन्थ्यो क्या त्यो टाइममा 50 महँगो घन्टाको पनि होइन कि अलिक कमकै जस्तो हो जस्तो लाग्छ अनि म चाहिँ धेरै जस्तो अफिस अलिक छिटो जानु छ अथवा के छ भने चाहिँ त्यो जाने चित्त गर्नु पऱ्यो नि त भनेर 50 खर्च गरी चाहिँ त्यहाँ जाने अनि त्यो बेला चाहिँ 2-3टा साइट चाहिँ मलाई मेरो आफ्नो इन्ट्रेस्टका हिसाबले पनि 2-3टा साइट चाहिँ मलाई याद थियो कि त्यो चाहिँ म लगभग त्यहाँ छिर्दाखेरि ब्राउज गर्ने आफू स्पोर्ट्समा इन्ट्रेस्टेड भएको हिसाबले अहिलेको क्रिकेटको चाहिँ त्यो बेला cricket.org भन्ने साइट थियो कि अनि cricket.org गयो स्कोर हेऱ्यो त्यो गर्यो
अनि त्यसपछि आएर CNN, BBC 2-3टा यस्ता साइट थाहा थियो, त्यो हेरेँ यसो न्युज थाहा हुन्थ्यो। इन्ट्रेस्टिङ के भएको छ भने यो बहुत रमाइलो पनि थियो। 1999मा चाहिँ नेपालले अन्डर-19 क्रिकेट वर्ल्ड कप खेल्यो श्रीलङ्कामा। त्यो पानी रेन एफेक्टेड टुर्नामेन्ट थियो। नेपालले चाहिँ एउटा खेल चाहिँ जित्यो केन्यालाई, बाँकी 2टा खेल चाहिँ पानीको कारणले भएन। साउथ अफ्रिकासँग भएन, को थियो याद भएन मलाई, तर खेल भएन। नभए चाहिँ नेपाल लक्कीली चाहिँ सेकेन्ड राउन्डमा पुग्यो के, आउट अफ लक, किनभने अरूको सबै म्याच चाहिँ पानी पर्यो, नेपाल एउटा खेल जित्यो त्यसैमा लकी भयो। अनि त्यहाँ चाहिँ नेपाल र इन्डियाको म्याच थियो क्या एउटा, जुन चाहिँ त्यो बेला स्टार स्पोर्ट्सले लाइभ गर्नेवाला थियो। तर के भइदियो त भन्दाखेरि पानी पर्यो। स्टार स्पोर्ट्स चाहिँ लाइभ गर्ने म्याच चाहिँ पानी पर्यो, स्टेडियममा पानी परेपछि स्टार स्पोर्ट्सले त्यो लाइभ गरेन। अनि मलाई यो के पनि थाहा थिएन। म चाहिँ स्कुल पनि 1-2 पिरियड पढाउँदै थिएँ बिहान, स्कुल पढाएँ, त्यसपछि गएँ। अनि यो न्युज त लिएर जानु पऱ्यो, न्युज त लेख्नु पऱ्यो स्पोर्ट्समा। म त्यो बेला चाहिँ इन्टर्न थिएँ, त्यहाँ इन्टर्नसिपमा थिएँ। अनि क्रिकेटको न्युज लेख्नु पऱ्यो भनेर त्यहाँ साइबर क्याफे छिरेँ, स्कोर सिट थियो, 1 पाना प्रिन्ट गरेर 50 रुपियाँ लिन्थ्यो, इङ्कजेटले कलर प्रिन्ट गर्थ्यो। अनि त्यो स्कोर कार्ड प्रिन्ट गर्नु त 2 पाना प्रिन्ट गर्नु पऱ्यो, 100 रुपियाँ तिरेर नेपाल र इन्डिया म्याचको स्कोर कार्ड प्रिन्ट गरेँ, लिएर गएपछि चाहिँ त्यहाँ न्युज लेख्यो, स्कोर कार्ड सहित न्युज छाप्यो। तर भइदिएछ के भने स्टार स्पोर्ट्सले नाइप नगरे भएर त्यो बेला क्रिकेट एसोसिएसन अफ नेपालको म्याच त क्यान्सल भयो, पानी पऱ्यो क्यान्सल भयो भनेर नेपालको म्याचै क्यान्सल भनेर प्रेस स्टेटमेन्ट पठाइदिएको थियो। सबै अरू पत्रिकामा चाहिँ नेपाल र भारतको खेल रद्द भन्ने आयो, समाचार पत्रमा मात्रै स्कोर कार्ड सहित न्युज छाप्यो। ब्याक स्टोरी चाहिँ के रहेछ भन्दाखेरि इन्डियालाई पनि माथि जानको लागि नेपाल सजिलो अपोनेन्ट पोइन्ट चाहिएको, अनि नेपाललाई त अब त्यो इन्डियासँग नखेलिकन फर्किनु भन्दा नेपाललाई माथि जानु पर्यो होइन, तर इन्डियासँग त खेल्न पाउनु पऱ्यो। तर नेपाललाई त त्यो बेला त नेपालले इन्डियासँग खेल्न पाउनु भने त एउटा ठुलो थियो। अनि त्यहाँ चाहिँ इन्डियन टिमले के रिक्वेस्ट गरेछ भने अर्को ग्राउन्डमा गएर खेलौँ, होइन अलि टाढा अर्को ग्राउन्डमा गएर म्याच खेलौँ, किन उनीहरूलाई दुइटाको लागि चाहिँ विन विन सिचुएसन भयो। इन्डियालाई पनि उसले पोइन्ट पाउने, उसले खेल्न पाउने भयो, नेपाल एउटा कमजोर राष्ट्रसँग त्यो बेला, नेपाललाई पनि क्या इन्डियासँग खेल्न पाउने हो। दुइटा एग्री गरेर बसहरू मुभ गरेर स्टार त्यो बेला चाहिँ स्टार स्पोर्ट्सले उनीहरूको त्यो सारा इक्विपमेन्ट सेटअप त न्युमा मुभ गर्न सकेन लाइभ गर्न भनेर, त्यो त ट्रकका ट्रक हुन्छ, त्यही भएर उनीहरूले लाइभ गरिदिएन। लाइभ गर्ने भने म्याच खालि पानी परे मात्रै देखाइरह्यो स्टेडियम, त्यसपछि अचानक म्याच नदेखेपछि क्यान्सल भयो भनेको अवस्था त्यो थियो कि हाम्रो अवस्था कस्तो भने न्युज म्याच भएको छ, इन्टरनेटमा त्यो न्युज छ, सबै चिज थियो नि त त्यो बेला पनि चाहिँ हामी चाहिँ त्यो एक्सिस थिएन हाम्रो पत्रकारको एक हिसाबले। तर भन्नाले जो चाहिँ त्यही टाइममा पनि क्या जसले चाहिँ टेक्नोलोजीलाई बुझेर त्यसलाई लेभरेज गर्न सकेको थियो उसलाई त एडभान्टेज त्यो टाइममा पनि थियो, अनि त्यो च्यालेन्ज त आज पनि छ होइन। आज त जसले युज गर्न सक्छ होइन उसलाई नै एडभान्टेज त छ नि त होइन। यसमा त अझ हामी फर्दर फेरि अगाडि कुरा गरौँला होइन। एउटा जस्तो त्यो टाइममा त कसरी न्युज हेर्नुहुन्थ्यो, एक्सेस गर्नुहुन्थ्यो भन्ने कुराहरू त त्यो भइहाल्यो होइन। आजको टाइममा चाहिँ के आजको हिजो आज होइन चाहिँ बिहानदेखि साँझसम्मको तपाईँको त्यो न्युज कन्जम्सन गर्ने भन्नाले प्रोसेस के हुन्छ, केबाट चाहिँ न्युज कन्जम्सन गरेर राख्नु भएको हुन्छ, त्यो कन्सियस इफोर्ट लागिरहेको हुन्छ कि? म चाहिँ जर्नलिस्टै भावेर कम्युनिकेसनमै भावेर र धेरै कुरा चाहिँ अलिकति यो चाहिँ सोसियल मिडियाहरूको बारेमा धेरै कुरा भावेर चाहिँ कन्सियसली चाहिँ म 2-3टा न्युज साइटहरू बिहान बेलुका फुर्सद हुँदाखेरि खोलेर हेर्छु, आउट अफ कन्सियसनेस। त्यो चाहिँ मैले हेर्नै पर्छ भनेर। त्यही त हामीलाई चाहिँ त्यो खोलिन्छ र जस्तो लाग्छ कि। तर सँगसँगै सत्य के पनि हो भन्दाखेरि त्यहाँ म जति चिज पढ्छु त्योभन्दा धेरै चिज चाहिँ म फेरि सोसियल मिडिया फिडबाटै पाइरहेको हुन्छु। किनभने बिहान म जेसुकै भयो भने बिहान उठेपछि एकचोटि त केही लेटेस्ट भयो कि रातभरिमा केही घटना भयो कि भनेर 2-3टा इन्टरनेसनल साइट 2-3टा नेपाली साइट्स चाहिँ मेरो यो हेर्छु भन्ने लगभग तय छ, त्यो हेर्छु। त्यो हेरिसकेपछि त्यहाँ मैले केही देखेँ भने पढ्छु, देखिनँ भने त्यसपछि त जाने भनेको ट्विटर या फेसबुक या चाहिँ लिङ्कडिन के अपडेट छ भनेर हेर्न त्यहीँ जाने हो होइन। त्यहाँ हुने बित्तिकै त्यहाँबाट त म यति धेरै कुरा थाहा पाइरहेको हुन्छु कि कतिपय कुरा अब कन्सियस इफोर्ट भने चाहिँ कहाँ लाउँछु त म कतिपय अवस्थामा भन्दाखेरि चाहिँ कि
सोसियल मिडियामा कसैले केही भनिरहेछ केही बारेमा यो के न्युजको बारेमा भनिरहेको रहेछु भनेर कन्सियसली सर्च गर्छु राम्रो साइटहरूतिर त्यो न्युज के रहेछ भनेर खोज्छु। तर अहिलेको अवस्थामा चाहिँ कस्तो भयो त भन्दाखेरि कि म न्युज खोज्छु न्युज पढ्छु अथवा म चाहिँ क्रेडिबल सोर्सबाट न्युज पढ्छु भन्न चाहिँ एकदमै कन्सियस इफोर्ट नै चाहिन्छ। हिजोको दिनमा जस्तो छैन। जस्तो हिजो मैले जुन अवस्थाको कुरा गरेँ त्यो बेला चाहिँ मैले चाहिँ भनेको अब घटनाकै बारेमा त मान्छेले इन्टरनेटबाट न्युज पाउन सक्ने अवस्था थिएन। कस्टका हिसाबले प्रविधिको ज्ञानको कमीका हिसाबले भनेको मिडियम त के थियो त्यही थियो नि त रेडियो टेलिभिजन पत्र पत्रिका होइन जहाँ चाहिँ त्यो हामी जानु पर्छ कि त्यही त म समाचार खोल्नु पर्यो टिभी खोल्नु पर्यो रेडियो खोल्नु पर्यो 8 बजे पत्रिका किनेर ल्याउनु पर्यो पत्रिका पसल जानु पर्यो पढ्नलाई। यो त भनेको मतलब यो हिन्दीमा एउटा भनाइ छ नि प्यासे कुए के पास जाता है भने जस्तो गरी न्युज चाहिँ त्यसरी जानुपर्छ कि अहिले चाहिँ अब यो यो उखानै उल्टो होला जस्तो भइसक्यो। कुवा नै प्यासा पास अगाडि आइरहेछ प्याला थाहा छ थाहा छैन बाल्टिनी खनाइदिइरहेछ। त्यही त त्यो इन्फर्मेसन ओभरलोड छ नि त अहिले त। जस्तो मलाई न्युज हेर्नु नै परेको छैन केही खबर मलाई चाहिएकै छैन भने पनि जबरजस्ती मैले त्यो कन्ज्युम गर्नु परिरहेछ क्या। कुवा प्यासेको पास आउने मात्रै होइन कि बाल्टिनी खनाइदिइरहेछ। म भिज्दिनँ प्रभु नुहाउँदिनँ भन्दा नुहाइदिइरहेछ कि होइन। त्यो त कस्तो भयो भने त्यो कुवा होइन कि आकाशै कुवा भएको जस्तै पानी परेको परै छ। हामीले कन्सियसली छाता लिएर हिँडेनौँ छाता राखेनौँ भने त भिज्ने त पक्का भयो कि होइन। तर एक हिसाबले फ्लिप साइडले सोच्ने हो भने त यो जुन जर्नलिजमको कुरा छ त्यो न्युज सेयरिङको कुरा छ त्यो एक हिसाबले डेमोक्रेटाइज भएको छ नि त। जसले पनि आफ्नो हिसाबको न्युज सेयर गर्न पायो। पहिला चाहिँ अब सर्टेन कर्पोरेसन्सहरूको मात्र काम हुन्थ्यो भनौँ होइन। अहिले त मलाई मन लाग्यो भने त मैले माइक लिएर क्यामेरा लिएर न्युज त पढ्न सकेँ नि त होइन। हामीले पनि जतिखेर ब्लगिङको कुरा गऱ्यौँ 2003-2004 हजुर त साँच्चै के अरे फर्स्ट ब्लग स्टार्ट गर्ने टिमको मान्छे नेपालमा फर्स्ट ब्लग चाहिँ म र एकजना साथी मिलेर हामीले सुरु गरेको थियौँ युनाइटेड वे ब्लग भनेर। हामी साथी सँगै स्कुलमा सँगै पढेको साथी दिनेश वाग्ले र म हामीले सुरु गरेको थियौँ युनाइटेड। त्यो कसरी भन्नाले कहाँबाट त्यो चाहिँ कन्सेप्ट कसरी हामी दुईजना चाहिँ खास अब सँगै काम गर्थ्यौँ भनेको कान्तिपुर पब्लिकेसनमै काम गर्थ्यौँ दुवैजना। अनि म चाहिँ त्यो बेला अरू ब्युरोमा थिएँ। दिनेशले चाहिँ टेक्नोलोजीहरू कभर गर्थ्यो नेपाल म्यागजिनको लागि। उसले टेक्नोलोजीहरू नै कभर गर्थ्यो। त्यो हुँदाखेरि ऊ कहीँबाट त्यो आयो ब्लगिङ यताउता भन्ने कुरा पढ्यो नि त। पढेर उसलाई थाहा भयो चाहिँ म नै ब्लग गर्नु पऱ्यो मलाई पनि भनेपछि अनि उसको त्यो बेला अब त्यो भने मतलब टेक्निकल्ली त्यो ब्लग सेटअप गर्ने त्यो गर्ने नलेज चाहिँ मसँग किन थियो भन्दाखेरि मैले 2001मा चाहिँ cricket.com.np भनेर चाहिँ नेपालको दोस्रो स्पोर्ट्स रिलेटेड वेबसाइट हो त्यो 2001मा सुरु गरेको थिएँ कि 2019सम्म चलाएँ मैले एकदमै भलन्टरी बेसिसमा। त्यसमा चाहिँ नेपालको यही त्यो 1999मा जे देखेँ त्यसपछि किन cricket.org-मा नेपालको न्युज नआउने नेपाली खेलाडीहरूले जति राम्रो खेले पनि जहाँ खेले पनि कहीँ हाइलाइट नहुने भने नेपाली खेलाडीको लागि कम्तीमा यो रेकर्ड बसोस् भनेर चाहिँ मैले सुरु गरेको थिएँ। त्यो बेला क्रिकेट जो खेल्नुहुन्थ्यो उहाँहरू साथीहरू जस्तो भाइहरू जस्तो हुनुहुन्थ्यो। उहाँहरू सबैले जे भने दिनुहुन्थ्यो इन्टरभ्यू भने इन्टरभ्यू फोटोले भने दिनुहुन्थ्यो जे गरे नि गर्नुहुन्थ्यो। उहाँहरूको सहयोगमा चाहिँ क्रिकेट साइट खोलेको थिएँ। त्यो भएर मलाई चाहिँ त्यो 2-3 वर्ष क्रिकेट साइट चलाएको सुरु HTML पेज बनाएर सुरु गरेँ होइन। भनेको सुरुमा त नोटप्याडमा HTMLमा कोड लेखेर सुनाएर पछि फ्रन्ट पेज ड्रिमविभरमा गरेँ सुरु गरेको। त्यसपछि त्यो सर्भर नलेज चाहिँ थियो क्या भनेको सेटअप कसरी गर्न सकिन्छ। पछि चाहिँ त्यसैलाई अलिकति PHP MySQLहरू हालेर अलिकति त्यसलाई केही हिसाबले सजिलो आफ्नो न्युजको अपलोडहरू गर्न बनाएको थिएँ। त्यो हिसाबले त्यो नलेज चाहिँ मसँग थियो कि। अनि त्यो भएर चाहिँ लगभग दिनेशलाई ब्लग सुरु गर्दा के हुन्छ कसरी गर्न सकिन्छ भनेपछि चाहिँ यसो गर्न सकिन्छ ल म गरिदिन्छु नि त भनेर मैले गरिदिएँ। ऊ चाहिँ त्यो सेटअप गरिदिएँ है। सेटअप गरेर एउटा फाइदा के हुँदो रहेछ भने चल्यो कि चलेन भनेर हेर्नु पर्यो। अनि चल्यो कि चलेन भनेर हेर्दाखेरि चाहिँ ल त्यो
यो ब्लग हामीले सुरु गऱ्यौँ भनेर पोस्ट त गरे त फर्स्ट पोस्ट जस्तो भयो नि त होइन। अनि त्यसपछि चाहिँ अब थाहा थिएन त्यो बेलासम्म अरू कसैले गर्दैन भन्ने। पछि चाहिँ स्टार्ट गरेपछि थाहा पाउनु भयो फर्स्ट रहेछ भनेर। नोभेम्बरमा हो। अनि फेब्रुअरी भनेको 3-4 महिनापछि राजा ज्ञानेन्द्रले कु गरे, इन्टरनेट बन्द गरिदिए, सारा गरे। हामी केही साथीहरू चाहिँ ब्लगिङ दिनका दिन एउटा गर्नुपर्छ भन्नेमा थियौँ। अरू पत्रकारितामै भएका अरू साथीहरू पनि हुनुहुन्थ्यो हामीसँग इन्भल्भ, सहयोग गर्नुहुन्थ्यो। उहाँहरूले गर्नुहुन्थ्यो। अनि के गर्ने त भन्दाखेरि चाहिँ अब केही न केही त हाल्नु पऱ्यो, हाम्रो ब्लग त बन्द हो भन्ने भएर चाहिँ हामीले त्यो बेला चाहिँ न्युजका लागि चाहिँ साथीहरू चाहिँ त्यो अरू न्युजहरू त लगभग हुन्थ्यो, इन्टरनेसनल न्युजहरू र ओपिनियन पिसिएसहरूको लागि चाहिँ केही साथीहरू चाहिँ जहाँबाट इन्टरनेट एक्सेस हुन्थ्यो त्यो बेला युएनभित्र या कुनै एम्बेसीहरूमा चाहिँ के अरे न्युजहरू 1-2जना हामीले रिक्वेस्ट गरेर यति कामको लागि चलाउँदैन 10-15 मिनट भनेर रिक्वेस्ट गरेर जानुहुन्थ्यो। त्योमध्ये एकजना साथीलाई चाहिँ हामीले ल यति नोटिस चाहिँ हालिदेऊ न त। उसले लेख्थ्यो कि नेपाल इज क्लोज नाउ, विल कम ब्याक वेन इट विल ओपन भनेर हालिदेऊ। पछि इन्टरनेट खुलेपछि हेर्दा त त्यो त संसारभरिका ब्लगरले त्यति कोट गरेछन्। नेपालमा के भयो भनेर हेर्न त यस्तो छ अवस्था भने देखाउँछ नेपाल इज क्लोज नाउ भनेर। त्यो त गजब चिज भएछ है। त्यो बेलाको भाइरल भएछ, पुरै भाइरल पनि यस्तो भाइरल भएछ कि संसारभरि न्युज साइटदेखि लिएर सबैले नै कोट गराएछ। अनि त्यो त्यस्तो खालको टाइम थियो कि। तर सँगसँगै के हो भने त्यो बेला चाहिँ ब्लगिङ भनेकै पनि कतिपय मान्छेहरूले बुझ्दैन थियो के हो नै, कसैलाई पनि थाहा थिएन, कसैलाई वास्तै भएन। हामीले त्यहाँ जे लेखे पनि जसो गरे पनि लामो समयसम्म चाहिँ कसैले वास्तै गरेन। न्युज पेपरमा जहाँ गएर काटिरहेको थियो, न्युज पेपरमा नछापिया कुराहरू हामी त्यता लगेर छापिदिन्थ्यौँ होइन। गर्दाखेरि त्यो कसैलाई वास्तै हुँदैन। त्यो मास पनि थिएन होला नि त त्यतिखेर इन्टरनेटमा होइन, त्यो कन्ज्युमर्सहरू पनि कम थियो होला। कन्ज्युमर चाहिँ अलिकति एउटा लेभलसम्म चाहिँ भइसकेको थियो त्यो बेला 2004 मा हो यो होइन। विदेशहरूतिर विशेष गरी विदेशहरूतिर बस्ने नेपालीहरूले चाहिँ नै कन्ज्युम गर्नुहुन्थ्यो नेपालको न्युज भनेको। नेपालमा त अझै पनि त्यो 2004-05 भनेको त साइबर क्याफे जाने नै चलन थियो होइन, अरू त खासै थिएन। कम्प्युटर घरमा कम्प्युटर हुने त्यही त भनेको त त्यो बेला पनि एकदमै लिमिटेड थियो होइन। त्यो भनौँ न अब त्यो डायलअप गरेर चलाउनु पर्ने, इन्टरनेट डायलअप गरेर चलाउने भने दोहोरो खर्च। पहिला त इन्टरनेटको सब्सक्रिप्सन चाहियो होइन, दोहोरो चाहिँ फोनको पैसा जान्छ होइन। इन्ट्रेस्टिङ चाहिँ के हुन्थ्यो भने त्यो बेला अहिले पनि सम्झिँदा चाहिँ रमाइलो लाग्छ। मैले कहिले पनि मसँग इन्टरनेट सब्सक्रिप्सन थिएन, तर मसँग पासवर्ड नभए कहिले पनि थिएन। त्यो बेला भने मतलब कसैले मलाई एक्सक्लुसिभ दिएको पनि होइन। तर त्यो बेला चलन कस्तो थियो भने धेरै जस्तो इन्टरनेट चाहिँ के हुन्थ्यो भन्दाखेरि अफिसहरूको हुन्थ्यो। उहाँहरूले अफिस टाइममा चलाउनुहुन्थ्यो, त्यो पनि रेगुलर अफिसमा चलाउनुहुन्न नि त। एकछिन कनेक्ट गऱ्यो, इमेल सिमेल तान्यो, यसो 1-2टा के हेऱ्यो अनि बन्द गर्ने हो नि त होइन। पहिला डाउनलोड सबै पेज लोड गरिसक्यो अनि बन्द गरेर पढ्ने हो कि। अहिले जस्तो फोन बिजी भइरहेको थियो नि त, पहिला फोन बिजी भइरहेको थियो, अब नेसेसिटी भयो नि त है। अनि त्यो हुँदाखेरि त्यो कुनै न कुनै अफिसको पासवर्ड चाहिँ राति त कसैले चलाउने होइन त्यो, अनि भइरहन्थ्यो कि। 2-3टा पासवर्ड सधैँ हुन्थ्यो, कुनै न कुनै एउटा कनेक्ट भइहाल्थ्यो। अनि कनेक्ट नहुनेलाई नै त्यो जसले त्यो बेला इन्टरनेट ल्याएछ कनेक्ट नहुनेलाई नि के भने त्यो फेरि फोनको मात्रै कनेक्सन थिएन नि त, हाम्रो फोनको मात्रै कनेक्सन थिएन नि त, ओल्डिङको पनि फोन चाहियो नि त। किनभने नम्बर त उसले पनि डायल गर्थ्यो, उसले पनि सर्ट एन्ड लाइन ल्याएको थियो होइन। भनेको तपाईँ सिङ्गलै युजर हुनुहुन्छ भने पनि कनेक्ट हुन्छ भन्ने ग्यारेन्टी हुँदैन थियो कि होइन। किनभने डबलिङले अब कतिवटा ल्यायो होला त्यो बेला, मेरो हिसाबले 50वटा 100वटा फोन लाइन ल्यायो होला उसले, त्यतिवटा सिमल्टेनियसली कनेक्ट त त्यतिवटा मात्रै हुन्थ्यो, त्योभन्दा बढी युजर त कनेक्ट हुँदैन थियो। अनि कहिले काहीँ आफूसँग मात्रै भए पासवर्ड डायल गर्दा नि कनेक्ट हुँदैन, किनभने उसँग कनेक्सन छैन होइन। अनि कसैले अरूले युज गरेछ भने कसैले सँगै नगर्ने, कनेक्टै हुँदैन इन्टरनेट, कहिले हुन्छ कहिले हुँदैन। इन्टरनेट भनेकै यस्तै हो भनेको कि हाम्रो पाला। त्यो बाटो आउँदा त यो त तपाईँहरूलाई त अचम्मै लाग्छ होला, यस्तो इन्टरनेटै बिना इन्टरनेट कनेक्सन त के हुन्थ्यो होला। अब अहिले त यति चाहिँ भनौँ न हामी दिनभरिमा 24 घन्टामा 24 घन्टा अनलाइन हुन्छ होला उस्तै पर्यो होइन। फोन एकछिन अहिले हाम्रो फोन थाहा छैन, मेरो त फ्लाइट मोडमा राखेँ, तपाईँले त्यो पनि राख्नु भएको छ मेरो छुट्टी हाल्ला कि साइलेन्टमा, किनभने एयरपोर्ट मोडमै एयरप्लेन मोडमै राख्दाखेरि पनि छुट्यो मेरो दुनियाँसँग। भनेको इन्टरनेटबाट डिस्कनेक्ट रहनु भनेको चाहिँ अहिले चाहिँ लगभग यसले दिने फिलिङ चाहिँ कस्तो भने आइ एम डिस्कनेक्टेड फ्रम द वर्ल्ड भन्ने खालको फोमो भन्छौँ नि होइन। त्यो सबैलाई त्यो फोमो फियर अफ मिसिङ आउट मात्रै होइन कि, भनौँ न काहीँ न काहीँ त्यो चाहिँ हामी भन्छौँ कि भने मतलब अब यो
इन्टरनेट एडिक्सनको कुरा गर्छौँ, डिजिटल डिटक्स भन्छौँ, डिस्कनेक्ट हुनु न भन्छौँ, आफैले प्र्याक्टिस गर्छु म कहिलेकाहीँ। त्यो पहिलो दिन त गाह्रै हुन्छ हौ, दिनै छुट्यो जत्तिकै हुन्छ। इन्टरनेट मोबाइल अफ गरेर तपाईँ बस्नुहोस् होइन, 3-4 घन्टा त प्यानिकै हुन्छ मान्छे। त्यो पार्ट अफ लाइफ भइसक्यो नि त अब सबैजना। 3-4 घन्टा त प्यानिकै हुन्छ, बरु त्यसपछि अलिक सहज हुँदै जान्छ। 3-4 घन्टा त प्यानिक आटेकै आउला जत्तिकै नै हुन्छ। अनि त्यो भनेको त अब अहिलेको यो अवस्थाले त्यो बेलाको त्यो सोच्दा त भनिहाल्यो नि, तपाईँ भनेको अब तपाईँ केही नभने मभन्दा त अलि 1-2 दशक युवा नै हुनुहुन्छ। तपाईँहरूलाई त्यस्तो पनि थियो र जत्तिकै लाग्छ होला होइन, तर थियो त्यस्तो पनि। भने मतलब इन्टरनेट आइसकेपछि, कम्प्युटर आइसकेपछि 2004-05 भनेको त विश्वमा लगभग इन्टरनेट धेरै ठाउँमा इन्टरनेट एडप्टेसन धेरै ठाउँमा इन्टरनेट एडप्टेसन भइसकेपछि पनि हामी चाहिँ केही पछाडि नै थियौँ। तर त्यही बेला चाहिँ, तर त्यति बेलासम्म आइपुग्दा चाहिँ न्युज पेपरहरूमा चाहिँ, मिडियाहरूमा चाहिँ लगभग धेरै डेस्कहरूमा चाहिँ कम्प्युटर हुने, डेस्क नम्बर पनि चाहियो, किनभने कोहीले चाहिँ माइग्रेट गर्न चाहँदैन, उहाँलाई लेख्न पनि चाहियो होइन। म चाहिँ 2 वर्षपछि कान्तिपुर जाँदाखेरि चाहिँ कान्तिपुरको लागि मलाई अनौठो लाग्यो चाहिँ, समाचारपत्रबाट काठमाडौँ जाँदाखेरि चाहिँ आधी जति डेस्कमा त कम्प्युटर रहेछ नि भन्ने थियो। आधी जति डेस्कमा किन, आधी जतिमा किन छैन भन्दाखेरि त्यो अझै पेपरमै लेख्नेहरू पनि हुनुहुन्थ्यो, पेपरमै लेख्न नि पाइन्थ्यो, कम्प्युटर चलाए नि पाइन्थ्यो। तर कम्प्युटर भनेको चाहिँ पर्सनल भन्दा पनि मनलाई मान्छेले त्यहाँ गएर बसेर लेख्ने भन्ने जस्तो हिसाबले मात्रै उनीहरूले एडप्टेसन माइग्रेट गर्नलाई इन्करेज गरिरहेको, तर सबैजना माइग्रेट नभएको जस्तो अवस्था नै थियो 2002-03 सम्म पनि। त्यो टाइममा कुनै पनि न्युज, अघि सर्भिसले भने जस्तो कि पावरकोसँग थियो भन्दाखेरि त्यो न्युज कुनै पनि इन्फर्मेसन सर्कुलेट गर्ने पावर मिडिया हाउससँग थियो। अब त सबैजनासँग छ नि त, हामी सबैजना उत्तिकै इम्पावर्ड छौँ जस्तो फिल हुन्छ क्या अहिले चाहिँ। वाक्य छु म कुरा गर्दा मैले भन्न खोजेको के भने उसले सर्भिसले जे भन्यो नि कि हामीले पनि ब्लगिङ सुरु गर्दा चाहिँ त्यो थियो क्या, नाउ द इन्फर्मेसन इज डेमोक्राइज्ड। किनभने ब्लगिङ हामी लिमिटेड मान्छेले गर्थ्यौँ, जसले ब्लगिङ गर्थ्यो उसले त अल्टरनेटिभ न्युज भने मतलब मेन स्ट्रिम मिडियाले जे गर्दैन त्यो दिन्छौँ भन्ने नै थियो कि। पछिसम्म पनि ब्लग त्यही रूपमा नै रह्यो, सोसियल मिडिया आएर ब्लग नहटेसम्म त ब्लग भनेको चाहिँ अलमोस्ट लाइक अल्टरनेटिभ मिडिया, रेगुलर जे पढ्न पाइनँ त्यो थियो, मिडियाले चाहिँ जुन कुरालाई इग्नोर गर्छ त्यो आउने भन्नेमै थियो कि। अनि त्यो हुँदा चाहिँ हामी एकदमै धेरै नै संसारभरि नै हामी ब्लगरहरू एकदमै उत्साहित थियो होइन कि दिस इज द डेमोक्राटाइजेसन अफ इन्फर्मेसन। जर्नलिजमको प्रिन्सिपल स्टिल म्याटर्स, तर अब चाहिँ मिडिया चाहिँ बढी एकाउन्टेबल हुन्छ। अदरवाइज हियर वी आर टु मेक देम एकाउन्टेबल भनेको उनले नो मोर देयर चोइस भनेको सेन्सरसिप उनीहरूको अब उनीहरूको चोइसले अथवा सेल्फ सेन्सरसिपले जे गर्छ त्यो चिज चाहिँ उनीहरूको लागि अब चोइस रहँदैन। गरेन भने एटलिस्ट पिपल विल नो कि तिनीहरूले गरेन चिज भन्ने थाहा हुन्छ भन्ने त्यो एउटा चाहिँ युटोपिया नै थियो कि, त्यो युटोपिया नै त्यही एउटा युटोपियन ड्रिम त थियो। तर अहिले चाहिँ हामी ओभर सेचुरेसनतिर पुग्यौँ कि त्यो। अनि त्यो बेला त्यो थियो भने मतलब किन लिमिटेड थियो कि, अहिले चाहिँ कस्तो भइदियो भने स्टिल रिलेभेन्ट। आई एग्री इन्फर्मेसनको डेमोक्राइजेसन धेरै नै भएको छ, तर समस्या के भयो भने मलाई नुहाउनु परेको छ, मानिलिउँ न म चाहिँ 4 भएँ, कहीँ हिलोमा लडेँ, एउटा गल्लीमा हिँडिरहेको थिएँ, हिलोमा लडेँ, मलाई नुहाउनु परेको छ, वरिपरिका 20वटा घरका मान्छेले मलाई छतबाट गाग्रीबाट पानी खन्याए। के कन्डिसन आयो गुड त भन्दाखेरि सबैजनाले मलाई सफा पानी खन्याइदिए भन्ने हिसाबमा चाहिँ गुड हुने भयो। अब त्यो 20जनाले खनाउँदाखेरि 18जनाले चाहिँ फोहोर मैला के खन्याए र आई स्टिल अजुम कि ती सबैले मलाई पानी, राम्रो पानी, सफा पानी दिइरहेछन् भन्नेदाखेरि चाहिँ त्यो डेमोक्राटाइजेसन पनि कस्तो भइदियो त भन्दाखेरि कि यो ओभरलोड जुन भयो, इन्फर्मेसन ओभरलोड भएर यहाँ जसले चाहिँ म्यानिपुलेट गर्न चाहने, जानेर या नजानेर जुन चाहिँ म्यानिपुलेट गर्न खोज्ने मान्छेहरू त छन् नि होइन, जसले कसैले शक्तिको लागि गर्लान्, कसैले रमाइलोका लागि गर्लान्, कसैले पैसाका लागि गर्लान्, कसैले जानेर गर्लान्, कसैले नजानेर गर्लान्। त्यो हुँदाखेरि चाहिँ त्यो चाहिँ साथै युटोपियन ड्रिम जस्तो मात्रै भयो कि, रियलाइजेसन नहुँदै होइन, त्यो चाहिँ यति चाहिँ भाँड भैलो भइदियो कि चाहिँ अब चाहिँ त्यो बेला हामी जहाँबाट भागेर चाहिँ
राम्रो ठाउँमा जान खोज्थ्यो अब फिर्ता त्यहीँ जान पाए हुन्थ्यो भन्ने अपेक्षा छ तर सम्भव छैन कि होइन जस्तो भन्नाले रेगुलेसन कम भएको हो नि त होइन मोनिटरिङ कम भएको होला रेगुलेसन कम भएको होला नि त यो कुराहरूमा तर अब यस्तो कुरामा अब एक हिसाबले लाइक मान्छेको बायस जहिले पनि आउँछ होइन अब जस्तो जति मान्छेले प्रड्युस गर्दै गऱ्यो मास मिडियामा अब आफ्नै बायसेसले गर्दाखेरि सर्टेन मान्छेले यसरी जस्ट ओब्जेक्टिभली जे फ्याक्ट भएको छ त्यसलाई एक पर्सपेक्टिभले अब प्रेजेन्ट गर्ला अर्को मान्छेले अर्को साइडबाट पर्सपेक्टिभ प्रेजेन्ट गर्ला होइन अब त्यो आई थिङ्क रेगुलेसन भन्दा पनि मान्छेको चाहिँ एउटा एजुकेसन अथवा एउटा मिडिया लिट्रेसीको कुरा नै त्यो भन यस्तो जस्तो जसले चाहिँ भनौँ न कन्सियसली गरिरहेको छैन त्यस्तो कुराहरू जस्तो अब मेन अब यहाँ आइरहेको कुराहरू भने के भन्दाखेरि कसैले फेक न्युजहरूको कुराहरू भइरहेछ मिसइन्फर्मेसनहरू आइरहेको छ होइन अब केही कुराले म्यानिपुलेट गर्न खोजिरहेछ भन्ने कुराहरू त धेरै जस्तो कुराहरू त इन्टेन्सनल हुन्छ नि त दाइसँग पनि लास्ट टाइम एकचोटि हाम्रो कुरा हुँदाखेरि कति कुराहरूमा यो मिसइन्फर्मेसन फैलिने प्रोसेस चाहिँ कति पार्टमा चाहिँ अर्गनाइज्ड छ भन्ने कुरा भएको छ होइन भनेपछि त त्यो यदि त्यो अर्गनाइज्ड छ भने त त्यसलाई पनि त कन्ट्रोल गर्ने मेकानिजम्सहरू त इन प्लेस हुन पऱ्यो नि त एट द सेम टाइम अब त्यो भनौँ न सबैजनाले पाएको त्यो इम्पावर भएको कुरा पनि खोसिनु भएन होइन एक्सर्साइज गर्न पाउन पर्यो भनेको दुईटा चिज बिचको चाहिँ कुरा हो कि भनेको मतलब चाहिँ कस्तो भइदियो त भन्दाखेरि कि पिपुललाई तिम्रो ओपिनियन नराख भन्न पाइएन होइन ओपिनियन त मेरो ओपिनियन फर पनि हुनसक्छ अगेन्स्ट पनि हुनसक्छ जे पनि हुनसक्छ त्यो चिजलाई चाहिँ लजिकल या राइट बनाउने भनेको लार्जली राइट बनाउने एटलिस्ट जो ओपिनियन राखिरहेको छ त्यो ओपिनियन चाहिँ मिसइन्फर्मेसनमा बेस्ड नहोस् र चाहिँ भनौँ न एक हिसाबले भन्दाखेरि फल्स न्यारेटिभमा बेस्ड नहोस् भन्नका लागि र उसले ओपिनियन प्रेजेन्ट गर्दाखेरि लजिकल्ली र राइट वेमा गरोस् भन्नका लागि र ओपिनियन कन्ज्युम कसै अरूको कन्टेन्ट कन्ज्युम गर्दाखेरि चाहिँ राइट वेमा कन्ज्युम गरोस् राइट सेट अफ माइन्डसेटले कन्ज्युम गरोस् भन्नको लागि चाहिँ यो चिज चाहियो जसलाई हामी मिडिया एन्ड इन्फर्मेसन लिट्रेसी भन्छौँ त्यो त चाहियो तर मिडिया एन्ड इन्फर्मेसन लिट्रेसीले जे डिसइन्फर्मेसन हामी जेलाई भन्छौँ कसैले चाहिँ इन्टेन्सनल्ली आफ्नो बेनिफिटको लागि होइन जे चिज गरिरहेछ त्यो चिज त जानेर उसले त जानी गरायो नि त कतिपय अवस्था धेरै जस्तो अवस्था हुन्छ जसले त्यो इन्टेन्सनल्ली या अर्गनाइज्ड वेमा चाहिँ डिसइन्फर्मेसन मिसइन्फर्मेसनसँग प्ले गरिरहेको हुन्छ उसलाई त थाहा छ क्या यो राम्रो होइन यो गर्नु हुँदैन भन्ने पनि थाहा हुन्छ त्यो थाहा नपाइकन त गराइ हुँदैन नि त उसले होइन अब त्यो चाहिँ यसले काम गरेन क्या अब त्यहाँनिर चाहिँ काहीँ न काहीँ चाहिँ एउटा लेभलको केही न केही रेगुलेसन चाहिन्छ कि भन्ने हो तर अब रेगुलेसन र जे चिज हामी कुरा गरिरहेछौँ जे चिज इन्टरनेटले हामीलाई दिएको छ नि त होइन फ्रिडम अफ एक्सप्रेसन फ्रिडम अफ ओपिनियन अरू धेरै चिजहरू यो ह्युमन राइटकै कुराहरू पर्सपेक्टिभबाट हामीलाई अहिले धेरै कुरा दिएको छ नि त त्यो कुरा चाहिँ कर्टेल गर्नु पनि भएन होइन किनभने हामीले चाहिँ एकदमै भनौँ न त्यो 1947मा चाहिँ एभ्रिबडी स्याल ह्याभ द राइट टु ओपिनियन एन्ड एक्सप्रेसन भनेर फ्री एक्सप्रेसनको चाहिँ ह्युमन राइट चाहिँ इस्टाब्लिस गरे ऊ बेला होइन 1947 जुन बेला चाहिँ मान्छेलाई कहाँ एक्सप्रेस गर्ने भन्ने ठाउँै थिएन यो चौरा गएर चिच्या मात्रै हो होइन बेलायतको लन्डनको हाइड पार्क भन्यो त्यहाँ गएर मान्छे चिच्याउँथे हाम्रा रत्नबागतिर गएर 2-4 जना जम्मा गरेर चिच्या मात्रै हो प्लेटफर्म थिएन नि त अब त त्यो राइट त फुल रियलाइज भएको छ नि त म त्यही भन्छु क्या कहिले काहीँ चाहिँ के लाग्छ भने तपाईँलाई पहिला यो जुन बेला दियो त्यो बेला चाहिँ ल भोज रेडी छ सबै छ थालमा हालेर मात्रै खान पाइन्छ चम्चाले मात्रै खान पाइन्छ थाल र चम्चा चाहिँ छैन भने जस्तो भयो कि होइन अब कसैले पातको थाल बनाए काठको चाहिँ चम्चा बनाएर अलिअलि खायो होला नि त्यसमा तर त्यो मजाले खान पाउने अवस्था त थिएन नि त अब प्लेट र चम्चा आएपछि भइगयो अब तिमीहरूले यो कहाँ जस्तो पायो त्यसरी खान पाउँछौ तिमीहरूले हाले मिलेन चम्चा राखे मिलेन प्लेट समाए मिलेन एमाउन्ट मिलेन भन्न त पाइएन नि त भने जस्तो भयो कि अहिले चाहिँ अब इन्टरनेट आएपछि त्यो प्लेटफर्म आयो अब त्यो प्लेटफर्म आएपछि मान्छेले एक्सप्रेस गर्न थालेपछि कहाँ हुन्छ तिमीले मनलाई एक्सप्रेस गर्न पाउँछौ त भन्न त पाइएन नि त भनेको त्यो थिन लाइन चाहिँ छ क्या त्यो कसरी ब्यालेन्स गर्ने भन्ने चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो अब धेरै जस्तो ठाउँमा चाहिँ रेगुलेसन्स बनाउँदाखेरि चाहिँ त्यो ब्यालेन्स मेन्टेन
गर्नु पऱ्यो क्या डेमोक्रेसीमा त मेन्टेन गर्नु पऱ्यो नि त होइन पिपुलले बोल्न पनि पाउनु पऱ्यो क्रिटिकल्ली पनि बोल्न पाउनु पऱ्यो उसलाई चित्त नबुझेका कुरा पनि गर्न पाउनु पऱ्यो सँगसँगै यसका डिसइन्फर्मेसन चाहिँ कुनै हिसाबले या अरू पनि छन् डिसइन्फर्मेसन जस्तै हेट स्पिच होला अरू इलिगल कुराहरू छ त्यो कुनै हिसाबले कर्टेल त्यो चाहिँ कन्ट्रोल पनि हुनु पऱ्यो तर अब यो थिन लाइनमा बनाउने ल चाहिँ कस्तो हुन्छ भनेर यसको एक्ज्याक्ट इस्टाब्लिस मोडल चाहिँ छैन त्यही त एकदमै नयाँ फिल्ड पनि भयो दाइको यो बुक पनि छ नि यो नेपाल्स मिसइन्फर्मेसन ल्यान्डस्केप भन्ने यसमा पनि भन्नाले धेरै रिसर्च गर्नुभएको छ तपाईँहरूले होइन जस्तो इभन स्ट्याटिस्टिक्सहरू पनि एकदम भन्नाले धेरै कुराहरू छ एकदम रिसर्च बेस्ड नै छ यो होइन कि फ्यु जस्तो एकदमै इन्ट्रेस्टिङ लागेको फाइन्डिङ्सहरू यसबाट के छ दाइ तपाईँलाई चाहिँ अनि यो चाहिँ खास कस्तो भने अब यो सेन्टर फर मिडिया रिसर्च नेपाल संस्थाले पब्लिस गरे अब जहाँ म काम गर्छु होइन हामीले चाहिँ 2017देखि मिसइन्फर्मेसनमा काम गर्न थाल्यौँ 2016मा युएस इलेक्सनमा मिसइन्फर्मेसन ठुलो कुरा भयो नेपालमा 17मा इलेक्सन हुँदाखेरिसम्म चाहिँ त्यो मिसइन्फर्मेसनको यसो आक्कल झुक्कल 2-3टा कुरा मात्रै पढ्न पाइन्थ्यो गलत समाचार भन्थ्यो धेरैले अनि हामीले के सोच्यौँ भने हाम्रो चुनावमा पनि यसले असर गर्न सक्छ किन इन्टरनेट त्यो बेलासम्म पनि भइरहेछ एउटा चिज चाहिँ गरौँ न त भनेर हामीले त्यो बेला चाहिँ हामी त्यहाँ अब सबैजना इन्ट्रेस्टेड साथीहरू भएको भएर हामीले चाहिँ एउटा मोनिटरिङ गऱ्यौँ सोसियल मिडियामा कति आउँदो रहेछ हाम्रोमा चाहिँ यो मिसइन्फर्मेसन अर्को चाहिँ पत्रिकाहरूलाई मिसइन्फर्मेसनबाट जोगाउनुपर्छ पत्रकारलाई कसरी जोगाउन सकिन्छ त भन्दाखेरि मिसइन्फर्मेसनको एउटा फ्लायर बनाउँ नेपाली भाषामा होइन मिसइन्फर्मेसन के हो त्यसको चरित्र के हुन्छ कसरी चिन्न सकिन्छ के गर्ने के नगर्ने भन्ने जस्तो लेखेर एउटा फ्लायर बनाउन पत्रकारका लागि मिडियाका लागि भनेर चाहिँ हामीले सुरु गऱ्यौँ बनायौँ त्यो बेला हामीले लगभग 5-6 पानाको बनायो फ्लायर त्यो बेला यो शब्द पनि हामीले मिसइन्फर्मेसनलाई नेपालीमा के भन्ने भनेर मिथ्या सूचना भन्ने शब्द पनि क्वाइन त के गर्नु शब्द त छँदै थियो जे होस् यो शब्द ठिक हुन्छ भनेर राख्यौँ हामीले चाहिँ त्यसपछि त्यो सबै मिडिया पत्रकारहरूलाई चाहिँ ल यो मिसइन्फर्मेसन हल्ला छ यहाँबाट बच्नुपर्छ है भन्ने हिसाबले सबैलाई हामीले इमेल गऱ्यौँ हामीसँग जो थियो सबलाई इमेल गऱ्यौँ वेबसाइटमा राख्यौँ त्यसपछि तर त्यो बेला चाहिँ मिसइन्फर्मेसनको त्यो फ्लायर पब्लिस गर्नुको उद्देश्य के थियो त भन्दाखेरि कि कतिपय कुराहरू चाहिँ करेक्ट हुँदैन त्यो पब्लिस गर्न हुन्न भन्ने थियो निर्वाचन रिलेटेड कुराहरू सँगसँगै हामीले के पनि गऱ्यौँ त भन्दाखेरि निर्वाचनको बारेमा फ्याक्ट कुरा के हो भन्ने पनि हामी इन्फर्मेसन पठाउँथ्यौँ कि निर्वाचन आएका इन्फर्मेसनलाई अलिक सिन्थेसाइज गरेर अथवा कहाँ भएको निर्वाचन जर्नलिस्टहरूलाई पठाउनुहुन्थ्यो त्यो बेला हामीले त्यो फ्लायर बनाएर पठायौँ अनि मोनिटरिङ गऱ्यौँ अब त्यो बेला हाम्रो मोनिटरिङ एकदमै सिस्टमेटिक थिएन जे भेट्यौँ स्क्रिनसट मात्रै टिपेर लिङ्कसिङ अरू केही टिपेनौँ कि अनि पछि हामीले हेर्दाखेरि चाहिँ हामी साथीहरू नै बसेर छलफल गर्दाखेरि चाहिँ हामीले के देख्यौँ त भन्दाखेरि कि मिसइन्फर्मेसन त नेपालमा जियोस् जरा गाडीको टुसाउन चाहिँ सुरु गरे रहेछ टुसाउन थालेछन् अब यसले त असर गर्छ भनेपछि त्यो बेलादेखि नै सिएमआर नेपालले चाहिँ कन्टिन्युसली मिसइन्फर्मेसन मोनिटर गर्ने यसको बारेमा अरू रिसर्चहरू गर्ने काम चाहिँ छ क्या त्यसको बेसिकल्ली यो सिन्थेसाइज भर्सन जस्तो हो त्यो धेरै रिसर्चहरू चाहिँ त्यसको अराउन्डमा चाहिँ त्यहाँबाट सुरु भएका कुराहरू छन् अब यसमा सबभन्दा स्ट्राइकिङ कुराहरू के छ त भन्दाखेरि चाहिँ एउटा दुईवटा कुराहरू चाहिँ अलिकति इन्ट्रेस्टिङ छ एउटा कुरा चाहिँ त्यसमा सबभन्दा महत्त्वपूर्ण कुरा के छ त भन्दाखेरि एक त पहिलो नेपालमा चाहिँ मिसइन्फर्मेसनको के रहेछ अवस्था भन्ने कुरा यसले अवस्था देखाउँछ त्यो अवस्था हेरिसकेपछि के देखिन्छ त भन्दाखेरि कि हामी अलिकति लोवर लेभलमा जाँदाखेरि काठमाडौँमा बसेर जे देख्छौँ मिथ्या सूचना प्रोभिन्सहरूमा चाहिँ त्यसको प्रोभिन्सियल ट्रेन्डहरू पनि रहेछ फरक रहेछ जुन चाहिँ एकअर्कासँग नितान्त फरक पनि रहेछ कति अवस्थामा कति कुराहरू मिल्ने रहेछ कति अवस्थामा चाहिँ मिल्ने रहेछ भन्ने पनि देखाउँछ अर्को त्यसको धेरै डेटाहरूले चाहिँ मिसइन्फर्मेसनसँगको एक्सपोजर चाहिँ हाम्रो एकदमै धेरै हाई छ होइन मान्छेलाई थाहा पनि हुन्छ म मिसइन्फर्मेसन एक्सपोज भइछु भनेर पनि थाहा हुन्छ किनभने कुनै एउटा पोइन्टमा त्यस्तो उसले थाहा पाउँछ नि त मैले जे गरेँ त्यो त होइन रहेछ भन्ने त थाहा पाउँछ भनेको अलमोस्ट 9 in 10% चाहिँ जसलाई हामी हेभी इन्टरनेट युजर भन्छौँ जसले एभ्रिडे इन्टरनेट कुनै न कुनै रूपमा चलाउँछ ऊ त एक्सपोज हुँदो रहेछ त्यो एक्सपोजरको मिडियम भनेको धेरै जस्तो अवस्थामा चाहिँ सोसियल मिडिया या इन्टरनेट बेस्ड मिडिया नै रहेछ तर त्यसको सँगसँगै त्यसको चाहिँ प्रोभिन्सियल क्यारेक्टरिस्टिक्सहरू पनि रहेछ कस्तो खालको
अनि पिपुलको अन्डरस्ट्यान्डिङ लेभल पनि त्यही अनुसारको एकदमै भ्यारिड छ र जुन जे चिजलाई मिडिया एन्ड इन्फर्मेसन लिटरेसी भन्यो त्यो चाहिँ जनरल पपुलेसनमा एकदमै कम छ भनेको मतलब हामी एक्सपोजरमा छौँ हाई एक्सपोजरमा छौँ तर त्यो छुट्याउन सक्ने नलेज या त्योबाट चाहिँ बच्ने खालको नलेजहरू चाहिँ हाम्रो भनौँ न नागरिकहरूसँग चाहिँ एकदमै कम रहेछ भन्ने चाहिँ यसको हो ओभरअल कुरा गर्दाखेरि चाहिँ त्यो हो तर सिचुएसन चाहिँ कस्तो देखिन्छ भन्दाखेरि डायर सिचुएसन भइसकेको छैन कहीँ त्यो स्पोर्डिक भन्छ नि डट डट चाहिँ छ जल चाहिँ देखिन्छ जसले गर्दाखेरि एकदमै नराम्रो हुन सक्ने घटना ठ्याक्क एउटा पोइन्टमा पुगेपछि कन्ट्रोल भएको छ तर वरि चाहिँ हाम्रो वरि चाहिँ के हो भने नभइदिएको भयो त्यो त बढ्न सक्छ नि त अझै किनभने हामीले हेऱ्यौँ भने अहिले नेपालमा हेऱ्यौँ भने चाहिँ यो विशेष गरी चाहिँ जुन कुरा चाहिँ एकदमै कन्ट्रोभर्सियल हुन्छ जात धर्मका कुराहरू हुन्छ त्यसमा फल्स न्यारेटिभहरू चाहिँ एकदमै हाई भइरहेछ कि त्यो पनि यसले देखाउँछ जुन चाहिँ बेलैमा हामीले सोध्न सकेनौँ या बेलैमा त्यसलाई गर्न सकेनौँ भने यसले चाहिँ अलिकति विकराल अवस्था ल्याउन सक्छ कि भन्ने अवस्था पनि छ मलाई चाहिँ यो आजकल यो एआईको एभोल्युसन भइरहेछ नि त त्यसमा चाहिँ अब इभन मेरो फ्यामिलीमा पनि कोही मान्छेहरूले अब एआईले बनाएको भिडियो देखेर चाहिँ यस्तो यस्तो भयो भने जुन मिसइन्फर्मेसन छ नि अब जेनेरेटिभ एआईले त नयाँ फेक कुराहरू त जेनेरेट गर्दैछ नि त सो आई थिङ्क त्यो पनि अब अलिकति सोच्नु पर्छ यस्तो कि अनअवेर मान्छेले मात्रै होइन अवेर मान्छे पनि झुकिने अवस्था छ क्या अब त हामी नै पनि कति केसमा त त्यो भिडियो हेरिरहेको हुन्छौँ त्यो विश्वास गरिरहेको हुन्छौँ नि त तर त्यो एकदमै अब त पर्फेक्ट आइरहेको हुन्छ त्यो कुराहरू होइन तर मलाई यहाँ मेन यो बुकमा आउँदाखेरि चाहिँ एउटा इन्ट्रेस्टिङ लागेको कुरा के जस्तो यो सोर्स अफ मिसइन्फर्मेसन भनेर चाहिँ जसले त्यो खास यो सोर्समा चाहिँ एक्चुअल त्यो हुन्छ नि त्यो इन्फर्मेसनको सोर्समा भन्दा पनि जसले त्यो इन्फर्मेसन लेखिरहेछ उनी सबैभन्दा बढी भन्नाले त्यो इन्भल्भ भएको जस्तो क्रिएटर नै 76% अफ द टाइम चाहिँ मिसइन्फर्मेसनको सोर्स भइरहेछ नि त भनेपछि मेबी अब यो पार्टहरूमा चाहिँ जस्तो इन्टेन्सनल हुन्छ यिनीहरू सबै कि भन्नाले कसरी त्यो उनीहरू जसले लेखिरहेछ उसले चाहिँ दुईटा त्यो चाहिँ ठ्याक्कै त्यो डेटाको पछाडिको स्टोरी चाहिँ के हो भन्दाखेरि कि क्रिएटर भन्दाखेरि अब मिडियाले कसैलाई एट्रिब्युट गरेर लेख्यो भने क्रिएटरमा एट्रिब्युट छैन त्यो तर अब हाम्रो मिडियाको पनि कतिपय अवस्थामा हामी पत्रकारको कमजोरी पनि के छ भन्दाखेरि अरूले भनेको कुरो पनि हाम्रै जत्तिकै गरेर स्टेटमेन्टै लेखिदिन्छौँ त्यो बेला चाहिँ हामीले गलत गरिरहेको हुन्छौँ एक खालको डेटा त्यो पनि छ अरू चाहिँ अहिले धेरै तपाईँले हेर्नु भने फेसबुक जसलाई चाहिँ अब कन्टेन्ट क्रिएटर्सहरू भन्छौँ नि हामी त सबै कन्टेन्ट क्रिएटर हौँ कन्टेन्ट क्रिएटरहरू चाहिँ एकदमै धेरै त्यस्तो चिजहरू चाहिँ फैलाइरहनु भएको छ कि त्यो भएर चाहिँ कन्टेन्ट क्रिएटर देखिनुको कारण चाहिँ त्यो हो र जे उसले भन्यो त्यो कुरा चाहिँ हामी पनि भनेको 2022मा हामीले मोनिटर गऱ्यौँ इलेक्सनको बेला त्यो बेला चाहिँ एकदमै धेरै चाहिँ चुनावमा चाहिँ प्रयोग भएको हाम्रो त्यो फाइन्डिङ चाहिँ के हो भने चिप फेक्स यसलाई भन्छौँ नि डिप फेक्स चिप फेक्स जुन चाहिँ भिडियो बनाएको छ तर लिपसिङ मिल्दैन सजिलै चिनिन्छ नि होइन क्वालिटी राम्रो छैन सजिलै यो केही गडबड छ भन्ने चिनिन्छ फर्स्ट टाइम सुने हजुरहरूले कोइन गर्नु भएको साँच्चै टम छ ए हो साँच्चै टम ओके चिप फेक इज फेक कन्टेन्ट द्याट्स सो इजी टु आइडेन्टिफाई त्यो एआईको औँलाहरू काटेर राख्यो होइन आर्गा टाउका लगेर जोड्यो त्यो वरिपरि सेतो देख्यो त ट्याक्क होइन लाइटको कन्डिसन फरक हुन्छ फेस र थाहा हुन्छ नि त एकदमै धेरै त्यस्तो देखियो कि यसपालि चाहिँ अनि दुईटा ट्रेन्ड हामीले इलेक्सनको बेला चाहिँ दुईटा ट्रेन्ड मोनिटरिङ हो एउटा यो चिप फेक आउट अफ कन्टेक्स्ट भिडियोहरू लिपसिङ नमिल्या भिडियो एउटा अडियो अर्को हाल्ने होइन यो खालको चिप फेकहरू चाहिँ देख्यौँ एउटा ट्रेन्ड अर्को ट्रेन्ड चाहिँ अहिलेसम्म धेरै जस्तो अवस्थामा चाहिँ क्यान्डिडेटहरूले आफ्नो बेनिफिटको लागि चाहिँ प्रयोग गरिरहेछन् मिसइन्फर्मेसन या डिसइन्फर्मेसन अरूलाई चाहिँ अपोनेन्टलाई चाहिँ गलत भन्नका लागि एकदमै कम प्रयोग भइरहेछ त्यसले गर्दाखेरि के भने आफू राम्रो भन्ने खाने कि सबैले धेरै जस्तोले चाहिँ म किन राम्रो यो गजबमा चाहिँ केही केसेसहरू छन् जहाँ चाहिँ अपोनेन्टलाई चाहिँ उनीहरूले डिमेन गरेका छन् अब यो ट्रेन्ड चाहिँ हामीलाई डर लाग्यो के भन्दाखेरि अहिले पो चिप फेक त चिप फेक प्लस एआई त डिप फेक ओके होइन चिप फेक प्लस एआई त डिप फेक हुन्छ अनि अहिले पो छुट्याउनु सजिलो पो त
अब चाहिँ डिफेक्ट भयो भने त त्यो छुट्याउन गाह्रो भयो होइन अहिले त भन्नाले गाह्रो हुन थालिसक्यो होइन अब जस्तो अहिले त झन् अब यो नयाँ टुल्सहरू जुन आइरहेको छ होइन त्यो गुगलको के भियो होइन तिनीहरूको यस्तो रियलिस्टिक छ कि अब हामीले छुट्याउनै सक्दैनौँ क्या त्यो त्यही भने छुट्टै छुट्टिँदैन भिडियो भन्दा त्यो रियलिस्टिक होला पनि डर हो त्यो त हुन थालिसक्यो अब हामी कुनै चोकमा बसेर एक्सिडेन्ट भयो त्यो बेला हामीले यसो हल्लाएर खिचेको भिडियो भन्दा त त्यसमा त हल्लिन्छ कहिले राम्रोसँग देखिँदैन एआईले नि हल्लाउला हल्लाउनु त यो भिडियो हल्लिन्छ भनेर तर उसले त कन्टेन्ट त राम्रोसँग देखिने गरेर हल्लाउँछ नि त होइन भनेर चाहिँ हामीले आफैले खिचेको भिडियो भन्दा बरु बानिसहरूमा यस्तो एक्सिडेन्ट भयो यो मेरो भिडियो हेरेर अर्को एउटा भिडियो बनाइदियो भने त्यसलाई राम्रो भिडियो बनाइदियो कन्टेन्ट क्रिएसनको त्यो अब त ल्यान्डस्केप नै चेन्ज हुनेवाला छ क्या जुन तरिकाको अहिले एकदमै हुन्छ नि अब अलिकति अगाडिसम्म चाहिँ ग्राफिक्सहरू भन्नाले इमेजेसहरूमा मात्रै अलिकति राम्रो आइरहेको थियो होइन अब त भिडियोजहरू पनि एकदमै पर्फेक्ट आउनु थालिसकेपछि होइन अब यो इन्डस्ट्रीलाई पनि भन्नाले केही न केही इफेक्ट त पर्नेवाला छ नि त अडियो भने त प्रुफ हो भिडियो भने त प्रुफ हो केही कुरा प्रुफ गर्नु पर्ने यसले बोलेकै हो भने अडियो सुनाइदियो भनेकै हो भिडियो देखाइदिएपछि त त्यो त अकाट्य प्रमाण जस्तो थियो हो तपाईँहरूले पनि यो फ्याक्ट चेकिङ गर्दाखेरि अडियो प्रुफ भिडियो प्रुफहरूलाई चाहिँ एभिडेन्सको लागि राख्नु भएको थियो होइन तर अब त हामी पोइन्ट अफ नो रिटर्नमा पुगिसक्यो कि त्यो आइडेन्टिफाई गर्न त गाह्रो छ हाम्रो लागि चाहिँ अब फ्याक्ट चेकिङकै रूपमा चाहिँ यसको सजिलो के छ भन्दाखेरि कि जुन भिडियो हामीले अथवा अडियो प्रुफ खोज्छौँ त्यो भनेको ओरिजिनल सोर्समा खोज्छौँ कि जस्तो मानिलिउँ न कतिपय अवस्थामा हामीले चाहिँ फ्याक्ट चेक गरेका हुन्छौँ कन्टेन्टहरू कसैले केही बोल्यो भने त्यो चाहिँ हामी त्यसको ओरिजिनल भिडियो खोज्छौँ कि कसैले खिच्या होला पठाइदिए भन्छौँ त्यसको मेटाडेटाहरू चेक गर्छौँ या कन्टेन्टको चेक गर्छौँ कसैले फेसबुकमा त्यो बेला लाइभ गरे होला त्यो बेलाको त्यो म्याचिङ छ कि छैन मतलब खोजी पस्ने टाइम दिने 2-4 घन्टा टाइम दिने हो भने त अहिले पनि पत्ता लाग्ला 2-4 घन्टा टाइम कसले दिने क्या एउटा एक लाइन पत्ता लगाउनु यस्तो कुरा त जस्तो होइन जुन स्केलमा अहिले मिसइन्फर्मेसन आइरहेछ नि हामी जुन प्रोसेसमा गइरहेछौँ क्या म्यानुअल्ली होइन फ्यु आवर्स फ्यु डेज फ्यु विक्स लाएर चाहिँ कुनै पनि इन्फर्मेसन राइट छ कि रङ छ भनेर पत्ता लगाउनको लागि त्यसरी काम गरिरहेको छौँ त्यो रेसियो हेर्ने हो भने होइन मेबी 100:1 होला कि 100वटा आउँदाखेरि हामीले एउटा मात्रै केटर गर्न सक्छौँ होला न त त्यो पनि सक्दैनौँ यसलाई कसरी स्केलेबल बनाउने कि कसरी स्केलमा लिएर जाने दुईटा चिज हो एउटा चाहिँ आगो लगाइरहेछ घर हामी बाल्टिनीमा बालिहाले जस्तै हो फ्याक्ट अहिलेको लागि त्यही त घरमा आगो लगाइरहेछ हामी चाहिँ इनारबाट पानी तान्दै बाल्टिनीले फुतु फालिरहेछौँ जतिको हो केही चिज त निब्ला त्यहाँ होइन कुनै इमिडिएटली केही चिज त सेभ होला तर आगो त लगाइरहेछ नि त ठुलो अरू धेरै चिज त्यसले गरिरहेछ अब एआई आएपछि चाहिँ एआईको अब भनेको यसको त पोटेन्सियलको नि कुरा गर्न सकिन्छ रिस्कको नि कुरा गर्न सकिन्छ रिस्क त हामीले कुरा गऱ्यौँ कि सारा चिज चाहिँ यो मिसइन्फर्मेसनको ल्यान्डस्केपमा या इन्फर्मेसनकै ल्यान्डस्केपमा त यसले त चाहिँ पोटेन्सियली क्रान्तिकारी परिवर्तन ल्याउँछ इन अ गुड वे इन अ ब्याड वे बोथ होइन तर एउटा चिज चाहिँ अब पोजिटिभली हेर्ने हो भने चाहिँ मेबी आई क्यान अल्सो हेल्प अस टु डिटेक्ट एआई फाइटिङ एआई एआई मात्रै होइन जस्तो कति केसमा त जस्तो हजुरले भने जस्तो के आफ्नो बेनिफिटको लागि कसैले केही लेखेको कुरा पनि त मिसइन्फर्मेसन अथवा डिसइन्फर्मेसन हो त्यसले कति कुराहरूमा ट्याम्पर गरिरहेको छ नि त त्यसलाई पनि केटर गर्नु पर्यो होइन कन्टेन्ट फेक सिन्थेटिक कन्टेन्ट आफ्नो ठाउँमा छ डिटेक्ट गर्ने कुरा त्यो आफ्नो ठाउँमा छ होइन तर त्यो लार्ज स्केलमा जाने हो इभन लेखेका कुराहरूलाई पनि गर्ने एउटा सजिलो चाहिँ के छ भन्दाखेरि मिसइन्फर्मेसनको क्यारेक्टरिस्टिक्स भनेको अर्गनाइज्ड वेमा जुन डिसइन्फर्मेसन फ्लो गरिन्छ त्यसको क्यारेक्टरिस्टिक्स चाहिँ जस्तो हुन्छ त्यो चाहिँ गुड फर एआई क्या किनभने एआईले जसरी काम गर्छ त्यसले त्यो प्रोसिड्युर थाहा पाउने बित्तिकै सर्टेन चिजहरू एआईले इमिडिएटली गर्न सक्छ भन्नाले त्यो प्याटर्न हुन्छ त्यसमा त्यो प्याटर्न त एआईलाई सजिलो भयो नि त आइडेन्टिफाई गर्न यो चाहिँ अब धेरै जस्तो अवस्थामा चाहिँ के अरे जुन कसैले अर्गनाइज्ड वेमा गर्यो भने के गर्छ त भन्दाखेरि त्यही कन्टेन्ट एउटै खालको एउटै वर्डिङ भएको कन्टेन्ट धेरै मान्छेले पोस्ट गर्छ धेरै प्लेटफर्ममा पोस्ट हुन्छ होइन यो खालको कुराहरू छ क्या अर्गनाइज्ड वेमा गर्दाखेरि चाहिँ अनि इमिडिएटली त्यो चाहिँ कुनै फ्याक्ट बेस्ड हुँदैन अब एआईले कहाँ इन्टरमिन गर्न सक्यो भने त मेबी इट क्यान लुक एट द्याट कि यो विषयमा अरूले पोस्ट गरिरहेको चाहिँ एक्ज्याक्ट म्याच छ कि छैन किनभने हामीले मानिलौँ न हामी चारैजनाले पनि एउटै कुरा चाहिँ चिया खाँदा एग्री भएर हो यो त गलतै भयो यो विषयमा हामी लेखौँ भनेर गएर आफै लेख्यौँ भने पनि हामी एउटा यो वाक्य चाहिँ लेखौँ भने पनि त्यही वाक्य पनि हामी फरक तरिकाले लेख्छौँ कि
होइन किन त हाम्रो आफ्नै हिसाबले सोच्छौँ नि त कि लेखेर लानु पर्यो होइन यो त हुँदै भएन भनेर लेखौँ भनेर गयौँ भने पनि कसैले यो त जोड्ला कसैले छुट्याउला कसैले लास्टमा एक्सक्लेमेसन राख्ला भनेको त्यो प्याटर्न फरक देखिन्छ नि तर कोअर्डिनेटेड वेमा जसरी मिसइन्फर्मेसन फैलिन्छ अनलेस दे आर अल्सो युजिङ एआई टु डु दिस काइन्ड अफ थिङ धेरै जस्तो अवस्थामा त बोर्ड पोस्टिङ जस्तो हो नि त एउटै चिज धेरै ठाउँ पोस्टिङ त्यो प्याटर्न आइडेन्टिफाई गर्न सक्यो अर्को चिज भनेको चाहिँ त्यो जे चिज त्यसले भनिरहेछ त्यो कुरा चाहिँ डज इट हेभ अ रेफरेन्स त्यो रेफरेन्स चेक पनि त एआईले गर्न सक्छ नि त किन इन्टरनेटमा अब धेरै कन्टेन्टहरू त इन्टरनेटमै पनि छ डेटाबेसेसहरू छ जसलाई चाहिँ अटोमेटिकली एक्सेस गर्न सक्छ हैन भनेको चेक गर्न सक्छ हुँदै भएन भने पनि कम्तीमा एआईलाई यसरी ट्रेन गर्न सक्यो कि त्यसले क्रेडिबल सोर्स अफ इन्फर्मेसन र नट सो क्रेडिबल सोर्स अफ इन्फर्मेसन छुट्याएर जस्ट एउटा आइडिया दियो तपाईँले केही कुरा लेख्नुभयो मानिलिउँ यस्तो भएछ मलाई साह्रै चित्त दुख्यो भनेर लेख्नु त्यो भएको छ कि छैन भनेर उसले डिटरमाइन गर्न नसके पनि कम्तीमा उसले के भन्न सक्ला त भन्दाखेरि नेपालको यतिवटा 100वटा क्रेडिबल सोर्समा मैले हेर्दाखेरि यो बारे चाहिँ मैले देखिनँ है भन्ने मात्रै इन्फर्मेसन दियो भने अल अफ अ सडन मैले त सोध्न सकेँ नि त त्यही त जस्तो के लाग्छ भन्दाखेरि टेक्नोलोजी सँगसँगै मान्छेले पनि कोलाबोरेट गर्नुपर्छ क्या यो हुन्छ नि फाइट गर्नलाई चाहिँ होइन अब यो मान्छेलाई कोलाबोरेट कसरी गराउने भन्ने कुरामा जस्तो एउटा टेक्निकल्ली आइडिया चाहिँ अहिलेसम्म चाहिँ अब मैले जुन भने मतलब एआईको जति कुरा गर्छु म एआई साइन्टिस्ट होइन एआई मेरो ठुलो चाहिँ एआईमा म के पनि जान्दिनँ गफ गर्न जान्छु तर मैले अहिलेसम्म जर्नलिस्टलाई भन्यो भने एआईले आजको मितिसम्म जर्नलिस्टको लागि इन प्रोडक्ट दिँदैन कसैको लागि पनि दिँदैन होला सायद तर सजेस्टिभ प्रोडक्ट चाहिँ दिन्छ उसले दिएको प्रोडक्टमा प्लस ह्युमन इन्टरभेन्सन इट क्यान बिकम अ इन प्रोडक्ट तर अनलेस देयर इज अ ह्युमन इन्टरभेन्सन त्यो इन प्रोडक्ट बनाउनु हुँदैन भन्छु कि त्यो ह्युमन इन्टरभेन्सन चाहिँ एकदमै इम्पोर्टेन्ट छ अब ह्युमन इन्टरभेन्सनको लागि पनि इम्पोर्टेन्ट के कुरा भयो त भन्दाखेरि वाट टु सी होइन के हेर्ने त एआईको भने मतलब एआईले दिएको प्रोडक्टमा कहाँ के गल्ती हुनसक्छ या कहाँ चाहिँ मैले चाहिँ केयरफुल हुनसक्छ भन्ने नलेज चाहियो त्यो हेर्न सक्ने कुरा चाहियो भनेको मतलब त्यो ह्युमन त चाहियो अहिलेसम्मको अवस्थामा तर ह्युमन पनि क्यापेबल ह्युमन चाहियो होइन क्यापेबल ह्युमन भनेको चाहिँ उसँग नलेज पनि हुनु पऱ्यो स्किल पनि हुनु पऱ्यो जे चिज उसले गरिरहेछ त्यसको स्किल पनि हुनु पऱ्यो उसलाई त्यो विषयको टुल्सहरू पनि थाहा हुनु पऱ्यो भनेको अब टेक्नोलोजी त सामान्य रूपमा त्यही त हो नि जे टेक्नोलोजी हाम्रो अगाडि छन् जति टेक्नोलोजी हाम्रो अगाडि छन् चलाउन जानेन टेक्नोलोजी होइन चलाउन जानेन भाँडो न त हो तर त्यो त कालैँची त भएन चलाउन जानेन भने त्यो मान्छेलाई कसरी इन्भल्भ गराउने कुरामा चाहिँ होइन जस्तो मेरो आइडिया चाहिँ कस्तो भन्दाखेरि मान्छेहरूलाई चाहिँ फ्ल्याग गर्न लगाउने कुराहरूमा चाहिँ इन्भल्भ गराउन सकिएला क्या जस्तो जति इन्फर्मेसन आउँछ सबै एआईको थ्रु फिड गर्ने भनेर कसलाई चाहिँ कुन इन्फर्मेसन कुन प्लेटफर्मकोलाई चाहिँ मोनिटरिङ गर्ने त एभ्री इन्फर्मेसन आउँदाखेरि होइन मेबी डिटेक्सनकै कुराहरूमा पनि के जस्तो कुनै इन्फर्मेसन फैलिरहेको छ कोही मान्छे त हुनसक्छ जसले चाहिँ यो मिसइन्फर्मेसन हुनसक्छ भन्ने कुरा त उसले त डिटेक्ट गर्न सक्छ नि त एउटा कोही मान्छेले हेर्दाखेरि सबैले नसक्ला होइन त्यो फ्ल्याग गर्ने सिस्टम भयो र एउटा युनिफाइड हुन्छ नि क्राउड सोर्स्ड फ्ल्यागिङ सिस्टम भयो र फ्ल्याग भएको कन्टेन्टलाई चाहिँ बल्ल एआईले चाहिँ अब भेरिफाई गर्न थाल्यो सोर्सेसहरू साइट गर्न थाल्यो सबै कुरा गर्न थाल्यो भने चाहिँ अझ स्केलमा जान सकिन्छ कि चन्द्रले फर्स्ट पुरस्कार पाएको एआई टुलको यसको प्रुफ अफ कन्सेप्ट छ मेबी होइन काम गर्न सक्छ कि जस्तो लाग्छ कि त्यो वेमा चाहिँ अहिले पनि त डिफ्रेन्ट सोसियल मिडिया प्लेटफर्म्समा एउटा फ्याक्ट चेक भन्ने हुन्छ नि त लाइक एक्ज्याक्टली कम्युनिटीले नै सर्टेन फ्याक्ट्सहरू प्रोभाइड गर्न सक्छ विच क्यान चेक्स विथ द्याट होइन तर अब त्यसलाई नै एआईको थ्रु चाहिँ अब डिफ्रेन्ट सोर्सेसबाट इन्फर्मेसन एक्सट्र्याक्ट गरेर समराइज गरेर त्यस्तो गर्न सक्छ होइन क्राउड सोर्सिङको चाहिँ एउटै रिस्क हो कि क्राउड सोर्सिङ चाहिँ इज बेस्ट वेन यु हेभ थाउजन्ड्स अफ पिपल कन्ट्रिब्युटिङ होइन एकदमै धेरै सङ्ख्या भयो भने चाहिँ दुई चार सयले त्यसलाई म्यानिपुलेट गर्न सक्दैन देन इट बिकेम अ भेरी नाइस टुल तर अनलेस त्यो नम्बर पुग्छ नि मानिलिउँ क्राउड सोर्स वी ट्राई टु डु सम क्राउड सोर्सिङ तर इच क्राउड सोर्समा क्राउडको कन्ट्रिब्युट चाहिँ मानौँ
10 जना या 20 जनाको छ भने अल अफ अ सडन 10 पिपल अर्गनाइज देमसेल्फ द रिजल्ट क्यान बी एनिथिङ होइन तपाईँले जुन टुल बनाउनु भएको थियो कि चाहिँ क्राउड सोर्स गर्ने द्याट्स वाइ त्यो भन्नाले रिलाइ चाहिँ नगर्ने भन्नु खोज्दा त्यो एउटा फ्ल्यागिङ भयो तर हामीले त्यसलाई क्रस रेफरेन्स गर्ने मेकानिजम्सहरू त चाहियो कतिसम्म अब जस्तो भनौँ न अब कति डेटाबेसेसहरूमा गएर चेक गर्न सकिन्छ होला होइन अथवा के गर्न सकिन्छ भन्ने कुरा त त्यो डिफ्रेन्ट पाटो भयो तर त्यो हायर लेभलमा हेर्दाखेरि चाहिँ होइन ह्युमन्सले फ्ल्याग गरिरहेछ फ्ल्याग गरेको कुरा चाहिँ एआईले चाहिँ भेरिफाई गरिराखेको छ त्यो फ्ल्याग गरेको कुराको लागि क्रस रेफरेन्सेसहरू खोजिराखेको छ भने मतलब होइन आई एग्री विथ द्याट आइडिया कि चाहिँ एआई र क्राउड सोर्सिङलाई चाहिँ वी क्यान युज इट टु डु गुड अहिले त अब जस्तो अब तर खाली कुरो के हो भने वी अल्सो निड टु बी स्योर कि सर्टेन चिजहरू चाहिँ त्यसमा चाहिँ सर्टेन मान्छेहरूले म्यानुपुलेट गर्न नसक्ने कसरी बनाउने सबभन्दा इम्पोर्टेन्ट कुरो चाहिँ त्यो हो क्राउड सोर्सको होइन अहिले पनि तपाईँले हेर्नु भने कम्युनिटी नोट्स जुन भन्नुभयो नि कम्युनिटी नोट्सलाई उनीहरूले कसरी रेगुलेट गर्नु भनेको हामीले अहिले हेर्दाखेरि यक्स या ट्विटरमा हो नि त सुरु गरेको उसले कसरी रेगुलेट गर्न खोजिरहेछ त भन्दाखेरि उसले सर्टेन मान्छेलाई आइडेन्टिफाई गरेर होइन त्यो मान्छेलाई ल सुरुको फर्स्ट स्टेज चाहिँ अरूले दिएको कम्युनिटी नोट्स गुड छ कि छैन रेटिङ मात्रै गर्न दिएको छ होइन once you reach a certain number of rating or your rating is as good as other rating then only they let you post the community notes तर अब कम्युनिटी नोट्स आफैमा अहिले पनि भनौँ न अब यक्स जस्तो ठुलो प्लेटफर्मले युज गरेर चाहिँ मिलियन्स अफ युजरको रिचमा पुग्दाखेरि पनि कम्युनिटी नोट्स इज स्टिल अ ब्याड आइडिया भन्ने छ होइन यसले जे चिज एचिभ गर्न सक्ने हो त्यो चिज एचिभ गरेको छैन भन्ने छ भनेपछि अब हाम्रो कन्टेक्स्टमा त्यति धेरै मान्छे चाहिँ भनौँ न अहिले पनि हामीमा चाहिँ यो इन्ट्रेस्टिङै हुन्छ होला रिजल्ट्स कि कति मान्छेले कन्टेन्ट रिपोर्ट गर्छ कति मान्छेले कन्टेन्ट फ्ल्याग गर्छ उनीहरूलाई इन्सेन्टिभ के भन्ने पनि हुन्छ नि त इन्सेन्टिभ के होइन फ्ल्याग गर्ने एकदमै कम छ नि हामीले चाहिँ धेरै अगाडि एउटा रिसर्च गरेको थियौँ एकदमै 2016-17तिर एउटा चाहिँ के अरे कनिकुथीपुर भन्ने एउटा चाहिँ ब्लग खोल्यौँ हामीले फ्री खोल्न मिल्ने ठाउँमा कनिकुथीपुर भनेर एउटा ब्लग खोल्यौँ नाम कनिकुथीपुर होइन टम्ब्लर हो कि जस्तो लाग्छ मलाई खोल्यौँ अनि एउटा हेडिङ हाल्यौँ हेडिङ फोटो चाहिँ म्याचिङ थियो कन्टेन्टमा के हाल्यौँ भने नेपालीहरूले पढ्दै नपढिकन कति सेयर गर्दा रहेछन् भनेर हेर्न बनाइएको हो भनेर लेखाएको थियो त्यसको बढी त्यो चिज हामीले पर्सनल फेसबुकमा सेयर गऱ्यौँ पर्सनल फेसबुकमा जहाँ हाम्रो 1500 पनि साथ थिएन होइन एउटा कुनै निश्चित पार्टीसँग अलिक ठुलो पार्टीसँग सम्बन्धित न्युज थियो उसको पोजिटिभ न्युज थियो उसको पोजिटिभ देखाएको मिसइन्फर्मेसन थियो हामीले बनाएको जानी डिसइन्फर्मेसनै थियो अनि कति नै सेयर गर्ला न मेरो 1200-1500 हामी दुईजना साथी थियौँ 1200-1500 उसको साथी 1200-1500 मेरो साथी के नै हुन्छ र यति भनेर गयो द नेक्स्ट डे विथिन 24 आवर्स द्याट रिच अलमोस्ट 300,000 पिपल रिच किनभने जसले देख्यो सेयर गरिरहेको छ 17,000 समथिङ सेयर होइन मिसइन्फर्मेसन त चाँडो सेयर हुन्छ नि त अनि त्यसपछि हामीले इन्ट्रेस्टिङली हामीले के हेऱ्यौँ भन्दाखेरि हाउ पिपल रियाक्टेड अन इट होइन अनि यो फेसबुकको रियाक्सन त हो नि नेगेटिभ रियाक्सन गर्ने एकदमै कम मान्छे लाइक गर्ने एकदमै धेरै रिपोर्ट गर्ने त 14-15 जना मात्रै छन् 3 लाखमा जबकि त्यो जसलाई नेगेटिभली रियाक्ट गर्ने मान्छे त 2-3 हजार थिए भनेपछि जसले थाहा पायो यो गलत हो भन्ने धेरैले थाहा पाए त्यो यो होइन भन्ने थाहा पाए किनभने कतिले त लिङ्कै क्लिक गरेर पढ्न खोज्यो होला नि तर रिपोर्ट त अलमोस्ट नन एक्जिस्टेन्ट भनेको हाम्रो युजर एक्सन त के रहेछ त भन्दाखेरि फर गुड भेरी लेस अब त्यही चिज चाहिँ हामीले बनाएको टुलमा रिफ्लेक्ट भइदियो भने त इट्स नट गोइङ टु डु गुड होइन सो मेबी अ मिक्स अफ एभ्रिथिङ नट ओन्ली क्राउड सोर्सिङ इज अल्सो इम्पोर्टेन्ट होइन किनभने कहिलेकाहीँ चाहिँ क्रेडिबल सोर्स या हामीले मेन स्ट्रिम मिडिया या अल्टरनेटिभ मिडियै भन्ला नि या सोसियल मिडिया इन्फ्लुएन्सरहरू उनीहरूले चाहिँ दबाउन खोजेको निजलाई माथि ल्याउन पनि त
चाहियो नि त डेमोक्राटाइजेसन इन्फर्मेसनको डेमोक्राटाइजेसन गर्नका लागि पनि आवश्यक होला तर त्यो गर्नका लागि पनि एउटा चाहिँ यो ब्यालेन्सवाला चाहिँ चाहियो कि होइन अदरवाइज त मान्छेको चाहिँ अब कसैले चाहिँ मेरो नराम्रो न्युज आयो भने त मैले 10जना साथीले फोन गरेँ त्यो ठिक हो भन्दै गलत हो भन्दै भनौँला होइन अब ठुल्ठुला मान्छेका हुनु नि यस्ता क्रिटिकल न्युज तिनले त हजारौँ मान्छेलाई भन्लान् नेता भए कार्यकर्तालाई अलि पावरफुल मान्छे भए आफूले जागिर दिए मान्छेहरूलाई भन्लान् अनि 2000 मान्छेले यो ठिक गलत हो यो भन्दै भने त राम्रै न्युज भने त माइनस हुन्छ म्यानिपुलेसनलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा पनि त्यो पनि एउटा भयो होइन अर्को अब इन्ट्रेस्टिङ कुरा चाहिँ सबैलाई कन्सर्न भएको सबै इन्डस्ट्रीलाई कन्सर्न भएको कुरा होइन एआईले मिडियाको सेक्टरको र जर्नलिस्टहरूको जागिर खाँदैछ कि छैन के लाग्छ तपाईँलाई यस्तो हो जागिर त अब कस्तो हो भने कुनै पनि नयाँ प्रविधि आएपछि त्यो प्रविधिले सर्टेन काम लिन्छ त्यो काम गरिआएका मान्छेको जागिर जान्छ अहिले तर सँगसँगै इम्पोर्टेन्ट कुरो यो हो कि त्यसले अरू जब अपर्च्युनिटीहरू पनि क्रिएट गर्छ नि त होइन हिजो मैले भन्थेँ नि पहिला के थियो प्रेस थियो नि प्रेसले त्यो पहिलाको प्रिन्टिङ प्रेसले त्यो पत्रिका आफै पल्टाउँदैन थियो कि पट्याउँदैन थियो कि अब बजारमा त पट्याएर पुऱ्याउनु पर्यो एउटा पोस्टै हुन्थ्यो कि फोल्डर भन्ने तपाईँ हाम्रो कम्प्युटर फोल्डर होइन त्यो पोस्टै हुन्थ्यो 5-7 वर्ष अगाडि अन्तिम फोल्डर गोर्खापत्रबाट अन्तिम फोल्डर पोजिसनमा जाइरहेको मान्छे रिटायर हुनुभयो होइन उहाँहरूको काम के पत्रिकाले छाप्ने त्यसपछि अचानक प्रेस आयो त्यो प्रेसले त अचानक पट्याउन थाल्यो होइन पट्याउन थाल्यो भने त प्रेसमा काम गर्ने मान्छे त केही कम भएन त्योभन्दा झन् बढ्यो किनभने ठुलो प्रेस आयो त्यसको त्यही अनुसारको काम हुन्छ तर पट्याउने मान्छेको त जागिर गयो नि त होइन अब यो त यस्तो हो यो सर्भाइभल अफ द फिटेस्ट होइन तपाईँले टेक्नोलोजीसँग चेन्जसँग आफूलाई एडप्ट गर्दै लान सक्नु भएन भने त्यो त कोही पनि इन्डस्ट्रीमा कोही पनि टिक्दैन होइन यो त उहिले भन्ने त हामीलाई डार्विनले अहिले भन्ने हो र होइन जसले चाहिँ त्यो चेन्जलाई एडप्ट गर्न सक्दैन तपाईँहरू भन्नु न तपाईँहरू चाहिँ आइटी कम्पनी चलाएर बसिरहनु भएको छ आजभन्दा चाहिँ 20 वर्ष अगाडिको आइटी कम्पनी र अहिलेको त्यही 20 वर्ष अगाडिकै आइडियामा अहिलेको आइटी कम्पनीले काम गरेर पनि होइन अहिले पनि एचटिएमएल पेज बनायो भने त वेबसाइट त बन्छ त होइन ड्रिमओभर भन्ने अहिले पनि छ त्यसले पनि वेबसाइट त बनाउँछ होइन भनेको मतलब प्योरली एचटिएमएलको वेबसाइट त अहिले पनि बन्छ नि त तर कसैले त्यो बेला एचटिएमएलबाट बनाएर सिम्पल स्ट्याटिक पेजहरू बनाएर झल्याकझुलुक पारेर होइन एनिमेसन त्यो के अरे जिफ युज गरेर सर्टेन लेभलको एउटा साइट त बनाएको थियो त्यो साइट बनायो भने त अहिले पनि चल्छ नि त इन्टरनेट तर कुनै कम्पनी यही मात्रै हो म भनेर अहिलेसम्म बसिरह्यो भने के हुन्छ पाउँदैन नि त बिजनेस त त्यो भनौँ न मिडिया इन्डस्ट्रीको धेरै साथीहरूलाई एउटा क्युरियोसिटी पनि होला एउटा डर पनि होला कि यो कुरामा होइन अनि अब जसले हेरिरहनु भएको छ मेबी यो क्वेसनको आन्सर खोजी पनि राख्नु भएको छ होला तपाईँबाट होइन जस्तो मैले भन्न खोजेको कुरा चाहिँ जस्तो तपाईँले देख्दाखेरि क्या यो इन्डस्ट्रीलाई देख्दाखेरि धेरै टाइमदेखि हेरिरहनु भएको छ होइन नयाँ साथीहरूलाई ट्रेन पनि गरिराख्नु भएको छ सबै कुराहरूमा जस्तो कस्तो टाइपको यो मिडिया इन्डस्ट्रीभित्र पनि कस्तो टाइपको काम चाहिँ जस्तो पहिला फोल्डरको जागिर गयो नि त नयाँ अपर्च्युनिटी आयो मान्छे त कम भएनन् तर त्यहाँ मेबी नयाँ मान्छे आए नयाँ स्किल सेटमा भएका मान्छे आए अनि केहीले आफूलाई अपस्किल गरे हो अब यहाँ चाहिँ कस्तो काम गरिरहेको मान्छेहरूको हुन्छ नि काम चाहिँ मेबी अब नेक्स्ट फ्यु इयर्समा चाहिँ मेबी इरेलेभेन्ट हुनसक्छ र उनीहरूले आफूलाई कसरी अपस्किल गर्ने त होइन अब सर्टेन कामहरू चाहिँ अलिकति रिस्कमा भएको भने मतलब कम्प्लिटली जिरो हुने होइन तर भनौँ न अहिले 5-6जना चाहिन्थ्यो भने 2-1जनाले काम चल्ने पोजिसनहरू चाहिँ केही देखिन्छ जस्तो भनौँ न कपी एडिटर भन्छौँ हामी जसले कपी एडिटर भन्दा पनि सब एडिटर हो टेक्निकल्ली होइन जसले भाषाको शुद्धि हेर्छ होइन इङ्ग्लिस भाषामा त अहिले पनि अब एआईमा हाल्दै यो सच्याइदिए हजुर भन्यो भने त त्यसलाई खालि मेरो ग्रामर र स्पेलिङ मात्रै चेक गर भन्यो भने पनि मजाले चेक गरिदिन्छ त्यो त चाहिएन होइन भने मतलब चाहिन्छ अझै पनि चाहियो त्यस्ता मान्छेहरू तर थोरै कम चाहियो अब नेपालीमा त्यो लेभलको अहिलेसम्म भनेको छैन तैपनि सर्टेन लेभलको रसो दीर्घ त्यसले मिलाउँछ होइन अब त्यो भनेको त्यस्तो पोजिसनहरू जुन चाहिँ एकदमै रुटिन कामहरू हुन् यो त सजिलो छ नि त कुनै पनि मेसिन आयो भने मेसिनले के गर्छ त सजिलो भन्दा जुन काम रुटिन हो त्यसलाई सजिलो बनाउँछ छोटो बनाउँछ कम समयमा बनाउँछ भन्ने हो एक तरिकाले हेर्ने भन्दा होइन जस्तो रुटिन त हो तर भनौँ न कुनै पनि न्युज आर्टिकल नै छ त्यसको शुद्धता हेर्ने अनि त्यसलाई मेबी
त्यो सेन्टेन्सेसहरूलाई चाहिँ रिफ्रेस गर्नेवाला पनि कति कामहरू त हुन्थ्यो होला त्यही त होइन त्यो त क्रिएटिभ काम हो खासमा भन्ने हो नि त होइन अब यस्तो रिफ्रेस गर्ने भनेको यो कन्टेन्टलाई यसरी लेख्दाखेरि हुने भने जुन कपी एडिटरको काम हो भाषा मात्रै नहेर्ने कपी एडिटर एक्ज्याक्ट कपी एडिटरको काम हो त्यो त स्टिल रिलेभेन्ट हुन्छ भाषा मात्रै हेर्ने काम चाहिँ कम होला होइन त्यही भएर मैले भने नि कि 6 जना चाहिने ठाउँमा 1 जना 2 जना भए पुग्छ भनेको सर्टेन नम्बर अफ जब एट्रिक्स अब 4 जनाले आफूलाई कसरी अपस्किल गर्ने अब चाहिँ केमा जाने होला जस्तो डिजाइनरहरू हैन जसले पेजेसहरू डिजाइन गर्छ नि एउटा पेज डिजाइन गर्न घन्टौँ लाग्छ फोटो कहाँ हाल्ने कसरी हाल्ने यता हालेर उता हालेर राम्रो कसरी बनाउने भनेर चाहिँ मेबी एआईले चाहिँ गिभ मी अनदर डिजाइन गिभ मी अनदर डिजाइन गिभ मी अनदर डिजाइन भन्यो भने यो मेन न्युज हो यो मेरो यो न्युज हो भनेर टेक लगाइदिएर ल डिजाइन दियो भने मेबी दे आर गोइङ टु गिभ अस 20-40 डिजाइन्स त्यो मध्येबाट एउटा डिजाइन छान्यो डिजाइनरको काम अनि लास्टमा यसो फाइनल टच गर्ने होला कम होला होइन तर यही चिजहरू मैले भनेको नि अब स्केल गर्ने कहाँ हो त भन्दाखेरि दुईवटा अप्सन भयो क्या एउटा चाहिँ मेरो जबको के काम बाँकी रहन्छ र त्यो काममा चाहिँ मलाई कुन स्किल चाहिन्छ भन्ने हिसाबले के अप स्केल गर्नु पर्यो अर्को भनेको चाहिँ ओके माई जब वन्ट बी रिलेभेन्ट भनेपछि मैले सिफ्ट गर्न सक्ने मेरो क्यापेसिटीको अरू जब के छ होइन त्यसमा के गर्नु पर्यो अब यो दुईवटा चिज नगर्ने हो भने चाहिँ अब अहिले हेर्दाखेरि चाहिँ पत्रकारहरूलाई चाहिँ मैले जो जर्नलिस्ट हो जो रिपोर्टिङ गर्छ उसको जबमा त टेक्नोलोजीले अहिलेसम्म आएको टेक्नोलोजी त झन् सजिलो बनाएको छ होइन किन सजिलो बनाएको छ भने तपाईँ कुनै विषयमा रिपोर्टिङ गर्दै जानुहुन्छ विषयमा गर्नुहुन्छ भने मलाई आइडिया दिएन भने त्यसले आइडिया दिन्छ रिपोर्टिङ त गर्नेवाला होइन त्यसले रिपोर्टिङ त आफैले गर्नु पऱ्यो होइन आइडिया दिन सक्यो तपाईँले लेखेको कुराहरूलाई यसलाई अलिकति लामो भयो छोटो बना भन्न पाइयो या त्यसको भाषा हेर्दै भन्न पाइयो भनेको त्यसले त जर्नलिस्ट जसलाई हामी जो चाहिँ कोर जर्नलिजममा काम गरिरहेको छ उसको कामलाई त इजी नै बनाइरहेछ झन् इनरिच गर्छ अहिले त जस्तो भन्नाले अब त रिसर्च गर्ने पनि छ एआईहरू होइन जस्तो अब त्यो भाषा मिलाउने आइडिया दिन त आफ्नो ठाउँमा छ तर यो आइडियामा तैँले रिसर्च गरेर यस्तो यस्तो फ्याक्ट्स एन्ड फिगर्सहरू लिएर आएर चाहिँ मलाई समराइज गरेर एउटा आर्टिकल दे भन्यो भने त्यसले इन्टरनेटमा सबै थोक खोजेर लिएर आएर डेटाहरू सबै कलेक्ट गरेर जस्तो भनौँ न इभन त्यो पर्प्लेक्सिटीले गर्छ होइन डिप रिसर्च धेरैवटाको आइसक्यो होइन उनीहरूले त त्यो पनि गर्न थालिसक्यो भनेपछि त त्यो त एउटा रिसर्चरको काम थियो रिसाइक्लिङ चाहिँ गर्छ होइन अब यसको मैले भने नि पत्रकारको काम भनेको पुरानो कुरा रिसाइकल गर्ने मात्रै होइन नि त नयाँ कुरा त्यो नयाँ कुरा ल्याउन त कि डेटाबाट ल्याउनु पर्यो नयाँ कुरा होइन कि चाहिँ कन्टेन्टै नयाँ घटनाको बारेमा थाहा हुनु पर्यो त्यो एआईलाई थाहा हुनेवाला छैन किनभने नयाँ चिज त उसलाई थाहा हुने होइन नि त तर खालि उसले के गरिदिन सक्यो भने मानौँ मलाई लाग्यो ल चाहिँ हिमाली क्षेत्रको टेम्परेचर चाहिँ अचानक यो वर्ष एकदमै नराम्ररी बढ्यो भनेपछि मेरो यो डेटा खोज यसरी कहिले भएको थियो हिस्ट्रीमा हेर भन्न सकिएला होइन अथवा यसको इम्प्याक्टहरू के छ साइन्टिस्टहरूले भनेको भने मैले त्यही भएर भने झन् इनरिच गर्ने भयो कि यसले कामलाई चाहिँ इन राइट वेमा युज गर्यो भने यसले त जर्नलिस्टको कामलाई त झन् इनरिच गरेर झन् चाहिँ युजर फ्रेन्डली बनाउने हो अब होइन मैले यसको न्युजै लेखिदिएँ भने पनि लेखिदिन्छ होइन अब त्यही न्युज लगाएर म अरू काम गर्दिनँ यही छाप्छु भन्यो भने त त्यस्तो खालको त सस्टेनेबल हुँदैन त्यो त होइन तर जर्नलिस्टको कोर जर्नलिस्टको कामलाई चाहिँ यसले इनरिचै गर्छ मेरो अहिलेसम्मको फिलिङ चाहिँ यसले किनभने यसले नयाँ चिज ल्याउनेवाला छैन होइन मैले चाहिँ पटक पटक भनिरहेको के हो भन्दाखेरि एआईलाई हामीले चाहिँ क्रिएटिभ बनाउन सकेका छैनौँ अहिलेसम्म यसले जे गर्छ रिसाइकल गर्ने हो नि त अहिलेसम्म होइन तपाईँलाई अहिले त अब हिजो भर्खर उसले कोडेक्स लन्च गरेर हिजो अस्ति भर्खर ओपन एआईले कोड लेखिदिने होइन 100% के भने अहिलेसम्म प्रोग्रामिङ ल्याङ्ग्वेज जति युज छ इन्टरनेटमा सब्सटेन्सियल्ली त्यो पढ्न सकिने प्रोग्रामिङ ल्याङ्ग्वेज डकुमेन्टेसन भएको मात्रै कोड लेख्ने हो नि त त्यसले मैले त हामी 4 जना बसेर एउटा नयाँ प्रोग्रामिङ ल्याङ्ग्वेज डेभलप गऱ्यो भने त्यसमा त त्यसले एक थोपो कोड लेख्नेवाला छैन होइन अब सधैँ त्यही पुरानै प्रोग्रामिङ ल्याङ्ग्वेजको रिसाइक्लिङ पनि भइरहनेवाला छैन नत्र त उहिले चाहिँ हामी हुँदाखेरि त क्यु बेसिक प्रोग्रामिङ डिबेस प्रोग्रामिङ होइन बनाएर पुरै कम्पाइलर लाएर एक्सी फाइल बनाउनु पर्थ्यो त्यहाँबाट त यहाँ मुभ भएर कहाँ आइसक्यौँ एचटिएमएलबाट मुभ भएर कहाँ आइसक्यो भने चाहिँ नयाँ चिज इनोभेसनको लागि त एआईले सपोर्ट गर्छ तर एआई त्यो त्यसमा हामी ओभर डिपेन्डेन्ट हुँदाखेरि इनोभेसन चाहिँ किल हुनसक्छ अब जर्नलिजमको पार्टमा पनि त्यही हो जर्नलिस्टले यसलाई राइट वेमा युज गरेर जर्नलिस्टले भन्दा पनि मिडियाले
राइट वेमा युज गर्यो भने यसले मिडिया कन्टेन्टलाई यति इनरिच गरिदिन्छ कि तपाईँलाई पढ्न मजा आउँछ। अहिले तपाईँले जे कुरा मिस गरिरहनु भएको छ इन्फर्मेसन आउँदाखेरि खै त यो त भन्यो अब यो सगरमाथा टेम्परेचर बढ्यो भन्यो भन्न त भन्यो अब हुन्छ चाहिँ के यसले भन्ने थाहा नि त तपाईँ। किनभने हामी सबै विषयको विज्ञ होइन, एक लाइन पढेर थाहा हुँदैन सबै कुरो होइन। भनेपछि त्यो कन्टेक्स्ट दिने कुरा, यसको हिस्टोरिकल एस्पेक्ट दिने कुरा, त्यसको राइट वेमा एनालिसिस गर्ने कुरा, ट्रेन्ड देखाउने कुरामा त एआईले त कम त सपोर्ट गर्छ त। हो त्यही त इन्क्रिज त गर्यो नि त कन्टेन्ट। त्यो मिडियामा भएको साथीहरूले पनि अब चाहिँ के गर्नुपर्ने भयो भन्दा जस्तो यसले रिप्लेस गर्छ भनेर बस्ने भन्दा पनि यसलाई लिएर म कसरी इम्पावर्ड हुने भन्ने कुरा, कसरी मेरो कन्टेन्टलाई यसले इनरिच गर्न सक्छ। हो त्यो टुल्सहरू के छ सबै चलाउने होइन। मैले मानिलिउँ केही विषयमा रिपोर्टिङ गर्छु, हजुर गजब रिपोर्टिङ गर्न मन लाग्यो। क्लाइमेट चेन्ज अब धेरै कुरो मलाई थाहा छैन, नेपालको कन्टेक्स्टमा क्लाइमेट चेन्जको बारेमा राम्रो रिपोर्टिङ आइडिया दियो भने त्यसले 20वटा आइडिया दिएला। 20वटा मात्रै छान्न त नेपालको लागि कुन सबभन्दा रेलेभेन्ट हुन्छ, मैले कुनमा राम्रो काम गर्छु भने त एउटा त मैले छान्नु पऱ्यो नि त, एउटा दुईवटा तिनवटा। त्यही हो डिसिजन मेकिङ चाहिँ अब ह्युमन्सकै होइन, किनभने एन्ड कन्ज्युमर त ह्युमन्स नै हुन्छ, अहिले एआई भएन। अब त्यो हामीलाई जे प्रडक्ट चाहिन्छ त्यो डिसिजन बनाउने त हामी नै हुन्छ नि त। आजसम्मको सिनारियोमा चाहिँ त्यो छ, अब भोलि देखाएको छैन हामीले होइन, मेबी कति कुराहरू चेन्ज होला होइन। अहिलेसम्मको हिसाब त्यो छ। त्यो हिसाबले हेर्दाखेरि चाहिँ अब धेरै भनेको यसमा चाहिँ ह्युमन क्रिएटिभिटी नै लिएर चाहिँ एआई आउन त थाहा छैन। अब यो टाइम भन्यो भने त फेरि यो टेक्नोलोजी फिल्डमा टाइम भन्नु राइट हुँदैन। र मलाई जहाँसम्म लाग्छ अझै लामो समय लाग्छ त्यो क्रिएटिभिटी इनोभेसनै लिएर आउन त। त्यहाँ त ह्युमन चाहियो भनेपछि त्यही चिजमा फोकस गर्नु पऱ्यो नि। अब हामी एआईबाट रिप्लेस नहुने हो भने हामीले दुईवटा चिजमा फोकस गर्नु पऱ्यो कि एआईलाई सिकाउने हुनु पऱ्यो हामी होइन। एआईलाई सपोर्ट गर्ने खालको, त्यसलाई बनाउने, त्यसमा गडबड भएको चिज पत्ता लगाउने, अथवा एआईलाई डेभलप गर्न काम गर्ने सेक्टरमा जानु पऱ्यो कि भने चाहिँ जहाँ एआईले काम गर्न सक्दैन त्यो सेक्टरमा चाहिँ त्यतातिर चाहिँ हामीले आफूलाई अफिस स्केल गर्नु पऱ्यो। अघि तपाईँले भन्नुभयो चाहिँ कि रिपोर्टिङ, फिल्ड रिपोर्टिङलाई गजब बनाउनु पऱ्यो, ह्युमन इन्टरेक्सनलाई राम्रो बनाउनु पऱ्यो, त्यो ह्युमन एलिमेन्टहरू हाल्नु पऱ्यो जुन कुरो एआईले सक्दैन। अब एआईले नै गर्न सक्ने कुरो रिपिट गऱ्यो भने त के मजा आयो, त्यो त त्यसले खान्छ होइन। पत्रिका म त पट्याउने काम म पट्याएरै बस्छु भने त मेसिनले त खान्छ त, त्यो त पट्याउने त होइन। अब त्यसपछि अनेक टेक्नोलोजीहरू आयो, मान्छेको हरेक कुराहरू हुँदै जाँदाखेरि त्यो अब भनेको। तर त्यही भने एआई सिस्टम बनेपछि त एआईले क्रिएट गर्ने त अरू धेरै चिज छ नि, त्यसमा अप स्केल गर्नु पऱ्यो कि चेन्ज अफ प्रोफेसन हो भने। चेन्ज अफ प्रोफेसन होइन भने चाहिँ मेरो प्रोफेसनको कुन चिज चाहिँ एआईले चाहिँ इजिली गर्छ र कुन चिज चाहिँ एआईले गर्न सक्दैन। जुन चिज सक्दैन त्यहाँ आफूले गर्नु पऱ्यो होइन। अब जस्तो भनौँ न मैले अघि भने रुटिन काम भन्दा चाहिँ अब ग्राफ बनाउने काम या पेज डिजाइन गर्ने काम या सिम्पल एडिट गर्ने काम, स्पेलिङ सच्याउने कामहरूको त अब गरिदिन्छ त्यसले होइन। अब अहिलेसम्म छुट्टै गर्नुपर्छ, यो त पुरै अबको केही समयपछि त इन्टिग्रेटेड भएर आउँछ, तपाईँले त्यो खोजिरहनै पर्दैन होइन। तर अब यसले कम्प्लिटली जिरो बनाउँछ कि बनाउँदैन भने चाहिँ बनाउँदैन। किनभने हिजो हामीले पेपरमा लेख्दाखेरि चाहिँ मानिलिउँ म इङ्ग्लिसमा काम गर्थेँ, पेपरमा लेखेर बुझाउँथेँ भने मैले त्यो बेला वर्ड आयो, वर्डमा स्पेलिङ चेक आउँदा त ग्रामर र स्पेलिङ त्यसले फटाफट चेक गरिदिनु भयो त भनेको थिएँ त। तर त्यसको चेकिङले मात्रै त पुग्दो रहेछ होइन। भिडियो नै भोलि चाहिँ अब अहिले नै पनि हामीले भिडियो अडियोहरू एआईलाई एडिट गर्दै भने गरिदिन्छ त्यसले एउटा कट। तर के कट गर्छ त भन्दाखेरि नर्मल एउटा स्ट्यान्डर्ड कट नगर्छ, जहाँ क्रिएटिभिटी चाहिन्छ, जहाँ इनोभेसन चाहिन्छ। यो भिडियोलाई एकदमै गजब बनाउँछु भनेर त त्यसले त यो कुरा यसले गजब भन्यो भन्ने पनि सोच्ला त्यसले, तर इन्ट्रेस्टिङ बनाउँछ कि बनाउँदैन भन्ने चाहिँ जान्दैन क्या त्यसले। इन्ट्रेस्टिङ भने त यो कुराले टच गर्छ अथवा यो कुरा चाहिँ मेरो अडियन्ससँग चाहिँ यो कुरा चाहिँ रिलेभेन्ट हुन्छ भनेर त तपाईँहरूले नै सोच्नु पऱ्यो, एडिटर लेभलमा सोच्नु पऱ्यो। एआईले सोचेर त भएन नि त। तर इनफ डेटा दिइसकेपछि क्या जस्तो हाम्रो अडियन्सको डेमोग्राफिकहरू चाहिँ एउटा इनफ कलेक्ट गरेर दिने हो भने चाहिँ होइन त्यो पार्टमा पनि एक लेभलसम्ममा चाहिँ त्यो, किनभने अहिले जस्तो रिजनिङ मोडल भन्छौँ हामी एआईमा पनि होइन, जसले चाहिँ रिजन गर्न सक्छ क्या। उसले केही कुरा भनिरहेको छ भने उसमा रिजनिङ क्यापासिटी छ उसमा होइन। उसले भनिरहेको कुरा, उसले गर्न लागेको एक्सनलाई सुरुमा रिजन गर्छ क्या, उसले मैले यो किन भन्ने, किन गर्ने भनेर, अनि त्यस पछाडि एक्सन लिन्छ होइन। त्यो पनि भइरहेछ भनेपछि त्यो एउटा जुन डिरेक्सनमा चाहिँ गइरहेछ होइन। कति पार्टमा चाहिँ त्यो ह्युमनको डिसिजन मेकिङको प्रोसेसलाई पनि कम्प्लिटली रेप्लिकेट गर्यो भन्दिनँ म होइन, तर त्यसलाई रेप्लिकेट गर्न खोजिरहेछ
त्यो डिरेक्सन चाहिँ छ अहिले अझै पनि। एआई अबको केही वर्षमा एआई चाहिँ अब भनेको यसको धेरै पिक्चरहरू पनि क्लियर हुन्छ, धेरै डेभलप पनि हुन्छ। अभियसली एआई इज गोइङ टु बी अ पार्ट अफ आवर लाइफ, तपाईँले चाहे पनि नचाहे पनि होइन। अब तर त्यति भन्दैमा यसले अब ह्युमनै रिप्लेस गर्छ या म केही गर्नु पर्दैन, खातामा बसे भयो जम्मै काम एआईले गर्छ भन्ने खालको सोच पनि अहिलेको लागि चाहिँ अब आजै चाहिँ हुन भएन होइन। अथवा चाहिँ यसले सबै जब रिप्लेस गर्छ भन्ने पनि होइन। मैले त्यही भन्छु कि मैले अघि भने अब एआई चाहिँ आयो अरे, मानौ एआई गजब भयो, एआई चाहिँ सारा चिजमा इन्टिग्रेट गर्ने भएछ। अब एआई इन्टिग्रेटेड भएको चिज मर्मत गर्न सक्ने मान्छे पनि चाहियो कि, यसले ल्याउने रिस्क मिटिगेट गर्ने मान्छेहरू पनि चाहियो, त्यो टुल युज गर्ने मान्छेहरू पनि चाहियो। आजको दिनमा संसारको वान अफ द बिगेस्ट इन्डस्ट्री त साइबर सेक्युरिटी इन्डस्ट्री भयो होइन। कति मान्छे इम्प्लोइड छन् त्यसमा। त्यो इन्डस्ट्री त आजभन्दा 2 दशक अगाडि त अलमोस्ट नन एक्जिस्टेन्ट इन्डस्ट्री हो नि त होइन। कम्प्युटर आएपछि, इन्टरनेट आएपछि इन्टरनेटले रिप्लेस सर्टेन मान्छे गरेको रिप्लेस मान्छे त यता इम्प्लोय भयो नि होइन। यो त नेचुरल प्रोसेस हो क्या। भनेको त एउटा चिज नयाँ आउँछ, अब त्यही बेला तत्काल त्यसको इम्प्याक्ट देखिन्छ, हजारौँको जागिर जाला होइन, इमिडिएटली हजारौँ जब क्रिएट नहोला। तर एउटा ट्रान्जिसन पिरियड चाहिँ उछलको बेला पानी छछल्किन्छ होइन। भनेको एउटा बाल्टिनमा पानी थियो, तपाईँले ब्ल्याङ्ग एउटा ढुङ्गा त्यसमा हालिदिनु भने त्यो त छछल्किन्छ। तर सेटल भइसकेपछि त आखिर हुने त त्यही बाल्टिनभरि पानी हो नि त होइन। 1-2 तलमाथि होला, 1-2 लाइन तलमाथि होला, हुने त त्यही हो। भनेपछि अब योबाट यसरी चाहिँ यसले सारा संसार खाने हो भनेर डढाउनु पनि ठिक होइन। ह्या यो के पनि यसले के पनि गर्दैन, यो कामै छैन यो भनेर भन्नु पनि ठिक होइन। बेस्ट अप्सन भने त अब हाम्रो लागि बेस्ट अप्सन भनेको त हाउ टु लेभरेज इट टु मेक आवर वर्क आवर सेल्फ बेटर भन्ने नै हो होइन। त्यसका लागि मलाई के स्किल चाहिन्छ त, त्यो स्किलतिर फोकस गर्ने, के गर्नुपर्छ मैले त्योतिर फोकस गर्ने। अब फेरि यो गाह्रो चिज होइन कि। आजभन्दा चाहिँ जतिखेर सुरुमा मोबाइल आयो कसलाई मोबाइल चलाउन आउँथ्यो? त्यो रातोले काट्ने, हरियोले उठाउने भनेर थाहा पाउन पनि 2-3 दिन लाग्यो होइन। सिम्पल फ्याक्ट हो नि त। यो थिच्नुहोस् उठ्छ, यो थिच्नुहोस् ऊ भनेर त कसैले सिकाइदिएरै पठाएको थियो नि त हामीलाई मोबाइल फोन दिँदाखेरि। तपाईँले त चलाउनु भएन होला होइन स्मार्टफोनभन्दा अघिल्लो त्यो किप्याडवाला चलाइयो नि थिएन नि होइन। अनि अब तर अब अहिले त त्यो कुरा त कसैले सिकाउनै परेन होइन, त्यसै जान्ने हो कि। अब यो चिज पनि त्यो बिस्तारै चाहिँ त्यो हुँदै जान्छ भने चाहिँ अब सिक्नु भनेको चाहिँ हामीलाई कस्तो लाग्छ भने कुनै कुरामा अप स्किल गर्नु, आफूलाई अप स्किल गर्नु भनेको चाहिँ ट्रेनिङ स्किल गाह्रो भन्ने लाग्छ नि। धेरै जस्तो चिज चाहिँ नेचुरल्ली गरिरहेको हुन्छौँ क्या हामी। अब क्विक गर्ने कि अलिक छिटो गर्ने कि अलिक लिडर भएर गर्ने कि फलोवर भएर गर्ने। मोबाइल पनि जसले सुरुमा चलाउन सिक्यो, चलाउन जान्यो, अलिक लिडर भयो, जसले अलिक बिस्तारै गर्यो उसले जान्नु त जान्यो, अलिक बिस्तारै जान्यो। यो जस्तो अहिले हामीले यो सबै पर्सपेक्टिभहरू भनेको त एउटा मिडिया पर्सनको पर्सपेक्टिभबाट हेरेर आएको छौँ यो सबै कुराहरूलाई। जस्तो मिडिया हाउसको लागि के मिडिया हाउसको लागि चाहिँ जस्तो हजुरले त अब धेरै मिडिया हाउसमा काम गर्नुभयो, नेपालकै पनि ठुलो मिडिया हाउसमा काम गर्नुभयो, बिबिसीमा पनि काम गर्नुभयो होइन। त्यो टेक्नोलोजीको अडप्सन छ नि, कस्तो छ नेपालको सिनारियोमा चाहिँ? अनि भन्नाले के डिफ्रेन्सेस छ कि छैन? जस्तो नेपालको मिडिया हाउसेस र बिबिसी जस्तो बाहिरकोमा हामी अलिक स्लो नै, कस्तो कुराहरूमा चाहिँ फरक छ? सुरु गर्न फास्ट छौँ हामी, केही कुरा छ्याट एडप्ट गरे जस्तो गर्न चाहिँ एकदमै फास्ट छौँ। तर त्यसपछिको कन्टिन्युटी, त्यसलाई कन्स्ट्यान्ट इम्प्रुभमेन्टमा चाहिँ हामी स्लो छौँ। भनेको के भने अब उदाहरण आउन काठमाडौँ पोस्ट चाहिँ साउथ एसियाको मोस्ट प्रोबेबली एसियाकै फर्स्ट न्युज पेपर अनलाइन गएको न्युज पेपर हो होइन। 1995मा अनलाइन पढ्न मिल्थ्यो काठमाडौँ पोस्ट होइन, जब इन्टरनेटै धेरै थिएन भनौँ। त्यो बेला अनलाइन 2-3टा न्युज चाहिँ जान्थ्यो। तर त्यो पछि 10 वर्षसम्म पनि त्यो काठमाडौँ पोस्ट राम्रोसँग अनलाइन कहिले पढ्न पाइयो होइन। अरू आए, अरूले कहाँबाट कहाँ प्रोग्रेस गरे, के गरे, कता गरे, कहाँबाट भनेको यस्तो थियो, कस्तो बनाए बिचमा
हामी जहाँको त्यहीँ अड्क्यौँ। एडप्टेसनमा त हामी क्विक हो नि त, सुरु गर्न त क्विक हो नि त, तर एडप्टेसन भनेको इन्ट्रोडक्सन मात्रै होइन नि त, त्यसपछि त्यसको कन्टिन्युटी सस्टेनेबिलिटीको कुरा भयो पनि कुरा हो नि त, कन्स्ट्यान्ट बनाउने, त्यसलाई कन्स्ट्यान्टली इम्प्रुभ गर्ने भन्ने पनि ठुलो कुरा हो नि त। त्यसमा चाहिँ हामी अलिक कमजोर छौँ। अब मैले हेर्दाखेरि पनि हामी टेक्नोलोजीमा नभई नहुने चिज मात्रै एडप्ट गर्छौँ क्या, धेरै जस्तो अवस्था नभई नहुने चिज चाहिँ एडप्ट गर्छौँ, अनि त्यो कहिलेसम्म चलाउँछौँ भने अब यो हुँदै हुँदैन भनेसम्म चलाउँछौँ होइन। बिचमा आयो नयाँ, अब यसलाई कसरी यसलाई युटिलाइज गरौँ, यसलाई कसरी लेभरेज गरौँ भन्ने सायद मिडिया मात्रै होइन अरूतिर पनि छ हामीसँग। कम्प्युटर हामीले नयाँ किन्यौँ, अहिले गजब, अहिले अब हामीले भनौँ न कम्पनी इस्टाब्लिस गर्छौँ, नयाँ गजब भएको मध्ये राम्रा मध्ये हाम्रो बजेटले भएको कम्प्युटर राम्रो किन्छौँ नि त, अनि त्यो कहिलेसम्म चलाउँछ भने जहिलेसम्म चलिरहन्छ। तर भन स्पेसिफिक केसेसहरू छ त्यस्तो कुनै होला, आइटी कम्पनीमा चेन्ज होला, तर हाम्रोमा हुँदैन कि होइन। अब धेरै जस्तो अरू इन्डस्ट्रीमा चाहिँ हुँदैन। अनि के गर्छौँ त भन्दाखेरि कि जब त्यो रिप्लेस हुने भयो भने अब बिबिसीमा चाहिँ त्यो कुराहरू फरक थियो। जस्तो अब ट्रेनिङहरू एकदमै धेरै हुन्थ्यो, अनिवार्य लिनै पर्ने हुन्थ्यो। सानो अनलाइनै ट्रेनिङ भए 2-3 घन्टै लाग्ने ट्रेनिङ भए पनि कन्सट्यान्ट लिनु पर्थ्यो। कतिपय कुराहरू रिफ्रेसर मात्रै हुन्थ्यो, रिपिट मात्रै हुन्थ्यो। कतिपय नयाँ कुराहरू सिकिन्थ्यो, नयाँ विषयवस्तु आउँदाखेरि नयाँ ट्रेनिङहरू हुन्थ्यो। इक्विपमेन्टहरू तपाईँको 2-3 इयर्समा चेन्जेस हुन्थ्यो, नयाँ आएको इक्विपमेन्टहरू नयाँ रिप्लेस हुँदै जान्थ्यो। त्यो हुँदाखेरि चाहिँ के हुन्छ भने यु आर कन्सटेन्टली एटलिस्ट ट्राइङ टु किप अप विथ द टेक्नोलोजी। हाम्रो सबै मिडियामा त्यो छैन। अब कतिपय अवस्थामा फाइनेन्सियल कुराहरू पनि होला, तर कतिपय अवस्थामा चाहिँ फाइनेन्सियल मात्रै होइन होइन। इभन चाहिँ तपाईँको कुनै बेला चाहिँ एकदमै नाफामा भएका संस्थाहरू जुन थिए मिडियाहरू, उनीहरूले पनि वर्षौँसम्म टेक्नोलोजीमा फर्दर इन्भेस्टमेन्ट गरेनन् होइन। अब त्यसको चाहिँ त्यो कारणले के भयो भन्दाखेरि हामीले सुरु चाहिँ धेरै चिज सुरु गऱ्यौँ, कन्टिन्यू हुँदै जाँदाखेरि 10 वर्ष 5 वर्षपछि चाहिँ त्यो चिज चाहिँ त्यो चिजले हामीलाई हाम्रो स्ट्रेन्थ भइरहेन क्या त्यो चिज। त्यो खालको कुराहरू चाहिँ छ। अब यो सायद मलाई जहाँसम्म लाग्छ उही कम बढी, तर हाम्रो सबै इन्डस्ट्रीमा चाहिँ त्यो खालको चाहिँ वाइ टेक्नोलोजी भन्दाखेरि त्यो नट बिकज वी वान्ट टु इम्प्रुभ, अब त नभई नहुने भयो भन्नेमै छ कि अब यो भएन भने त सकिन्न भन्ने नभएसम्म सकेसम्म एटलिस्ट स्टार्ट गर्ने बेला बाहेक अरू बेला नगर्ने। अनि भएका टेक्नोलोजी पनि अब यसले काम चल्दैन नभनेसम्म। अहिले चाहिँ के छ त्यस्तो कुराहरू अब नभई नहुने खालको नेपाली मिडिया ल्यान्डस्केपमा चाहिँ? बाहिर छ, नेपालमा छैन जस्तो चाहिँ होइन। अब एउटा सबभन्दा ठुलो कुरा त अब हुन त म आफू त्यो सेक्टरमा भएर होला, अब यो भनौँ न ट्रेनिङकै कुराहरू छ नि त, नयाँ टेक्नोलोजीहरू अब यसलाई कसरी एडप्ट गर्ने भन्ने नै छैन होइन। जस्तो भनौँ न आजभन्दा केही वर्ष अगाडिदेखि चलिआएको कुराहरू हो नि त। मिडियाहरूले एटलिस्ट मिडियाको सिनियर लेभलको जर्नलिस्टहरूले एक्सेप्ट पनि गर्नुहुन्छ कि डेटा जर्नलिजम हामीलाई चाहियो, यो टेक्नोलोजिकल कुराहरूमा चाहियो, तर ट्रेनिङ चाहिँ गर्ने त्यसमा चाहिँ कसरी हामीले यसलाई एडप्ट गर्न सक्ने बनाउने भन्ने चाहिँ एकदमै कम छ कि प्रोसेस होइन। त्यो लेभलको सोच चाहिँ एकदमै कम छ। अब भनौँ न एआई आयो अहिलेसम्म, एआईले केही न केही गर्छ भने जर्नलिस्टले पर्सनल लेभलमा गरेको बाहेक मिडियाले एज एन इन्डस्ट्री अथवा एउटा मिडिया हाउसले एआईको एडप्टेसनका लागि गरेको इन्भेस्टमेन्ट गरेको छ जस्तो मलाई लाग्दैन। यो डेटा जर्नलिजमकै कुरामा पनि भन्नाले योसँग रिलेटेड ट्रेनिङहरू अथवा हुन्छ नि आफ्नो मिडियाले चाहिँ आफ्नो मिडिया पर्सनहरूलाई चाहिँ त्यो कुराहरूमा ट्रेनिङ्सहरू गराउने, स्किल्सहरू प्रोभाइड गर्ने कामहरू गर्छ कि गर्दैन त? खासै गर्दैन। अब नेपालमा चाहिँ मिडिया सेक्टरै हेर्दाखेरि चाहिँ मिडिया सेक्टरको हामीले अहिलेसम्म हेर्दाखेरि सबभन्दा ठुलो कमजोरी भनेको चाहिँ के छ त भन्दाखेरि कि यो कन्स्ट्यान्ट इम्प्रुभमेन्ट चाहिन्छ, त्यसको लागि ट्रेनिङ चाहिन्छ भन्ने त्यो सोचै डेभलप भएको छैन कि होइन। हामी चाहिँ भनौँ न अब आइटीसँग तपाईँहरूको इन्डस्ट्रीसँग कम्पेयर गरेर हेर्दाखेरि आजको मितिमा जे नलेज लिएर आयो त्यो नलेजले मलाई कहाँ लाउन्जेल म काम गराउँछु, नलाएपछि मलाई किन चाहियो र भने जस्तै सोच छ कि। अनि बिचमा चाहिँ आफै सिक्यो, पर्सनल्ली सिक्ने मान्छेहरूले छ, कसैले पर्सनली सिक्ला, कसैले फेलोसिपको अपर्च्युनिटीहरू पाउला, सानो ठुलो काहीँ सिक्ने अपर्च्युनिटीहरू पाउला, सिक्ला, आफूलाई इम्प्रुभ गरेका कुराहरू धेरै छन् त्यस्तो उदाहरणहरू व्यक्तिगत लेभलमा। तर मिडियाले एज एन मिडिया हाउस होइन हामीलाई यो चिज त निड भयो, यो त यसलाई कसरी गर्ने भनेको चाहिँ निकै कम छ। त्यो पनि एकदमै छोटो, त्यो भनेको स्किल डेभलप नहुने खालका ट्रेनिङहरू मात्रै गर्ने
होइन यसो गफ सुनाउने एउटा मान्छेलाई मै गएको छ 1-2 ठाउँमा साथीहरू जानुहुन्छ एक ठाउँ आएर अनलाइनको बारेमा यसो 1 घन्टा बोलिदिनु 1 घन्टा त बोलिदिन्छ के अरे यो क्यान नलेज त के गर्ने त्यो एक्सनेबल हुन पर्यो नि कसैको स्किल लागि चाहिँ चाहिएन नि त त्यो स्किल फोकस ट्रेनिङहरू चाहिँ कम छ हाम्रोमा अनि अर्को कुरा चाहिँ मिडिया हाउसेस र टेक हाउसेसहरू चाहिँ कन्ट्र्याक्चुअली एकअर्कासँग काम गर्दो रहेछन् तर कोलाबोरेटिभली लङ टर्ममा चाहिँ त्यो सेपरेट साइलोजमै बसेर काम गरिरहेको रहेछन् होइन यस्तो छ अब त्यो कुरा पनि एकदमै राइट हो हामीले चाहिँ अब यो कोलाबोरेसन भन्ने चिज चाहिँ नेपालमा मैले देखेको नेपालमा एकदमै कम छ इन्डस्ट्री पनि खासै कोलाबोरेट हुनु खोज्दैन किनभने आफ्नै बिजनेसहरू चाहिँ हाम्रो आफ्नै यो कहाँ यतातिर के यो कता भन्ने छ किनभने इन्डस्ट्रीलाई पनि कन्सटेन्ट प्रेसर हो कि होइन इम्प्रुभ गर्ने पनि प्रेसर हो प्लस अरू प्रेसरहरू पनि हो मिडिया मात्रै होइन अरू इन्डस्ट्रीसँग कोलाबोरेट गर्दाखेरि पनि मिडियासँग कोलाबोरेट गर्दा त झन् धेरै प्रेसर भयो एउटा त्यो छ अर्को चाहिँ के छ त भन्दाखेरि इन्डस्ट्री पनि हाम्रो अरू जुनसुकै इन्डस्ट्री हो भनौँ न ल आइटी इन्डस्ट्री भनौँ मिडिया र आइटी इन्डस्ट्री किन कोलाबोरेटले काम गर्न सक्दैन त भन्दाखेरि त्यही भनेर कन्ट्र्याक्चुअल त छ नि त कुनै बेला त वेबसाइट त कसैले डेभलप गरेछ कसैले त्यसको EMC लिइरहेछ होइन कसैले त्यसमा सर्टेन चिजहरू त गरिरहेछ नि त फिचर अपडेटहरू गरिरहेछ गर्न चाहिँ गरिरहेछ तर त्यही भनेर त ठ्याक्कै कन्ट्र्याक्चुअल भयो कि अनि धेरै जस्तो अवस्थामा चाहिँ टेक्नोलोजिकल कुराहरू चाहिँ आइटी कम्पनीको इन्ट्रेस्टमा आउँछ होइन यो आयो यस्तो हामीले नयाँ प्रविधि ल्याएको छौँ हालेर हेरौँ भन्ने त्यो मिडियाको निडमा होइन कि अथवा मिडियाले भनेर भन्दा पनि आइटी कम्पनीको इन्ट्रेस्टमा चाहिँ धेरै जस्तो यस्तो हुन्छ नि यस्तो गरौँ न भन्ने जस्तो चाहिँ धेरै छ एउटा अर्को चाहिँ कति छ भने कतिपय अवस्थामा चाहिँ मेरो आफ्नो अनुभव चाहिँ के हो भने जुन चाहिँ जसले राम्रो काम गरिरहेका छन् इन्डस्ट्रीमा विशेष गरी आइटी इन्डस्ट्रीमा उनीहरू भ्याइरहेकै छैनन् उनीहरूलाई यति धेरै काम छ यति भनेको मतलब मोनिटरली बेनिफिसियल कामहरू छ उनीहरू त्यो यतातिर भन्दा उता अन्तै लाग्छन् किन भनेको बेसिकल्ली अब यो अफसोर इन्डस्ट्रीकै रूपमा फङ्सन गर्न पायो भने बेटर हुन्छ भन्नेमै छ अरू आफ्नो डेभलप गर्न लागिरहेछन् जो चाहिँ हाम्रो यहाँको इन्डस्ट्रीहरूसँग चाहिँ कन्ट्र्याक्ट या कोलाबोरेट गरिरहेछन् उनीहरूसँगको क्यापेसिटीमा पनि प्रब्लम छ होइन र उनीहरूले केलाई चाहिँ धेरै कतिपय ठाउँमा चाहिँ मैले के देखिरहेको छु त भन्दाखेरि जुन कम्पनीहरूले मिडियासँग काम गरिरहेछन् कन्ट्र्याक्चुअल बेसिसमै होला उनीहरूले चाहिँ मिडियासँग ल्याकिङ भएको जे चिज ल्याकिङ छ नि उनीहरूको नलेज छैन नि आइटी सेक्टरमा धेरै नलेज नभएको त्यसलाई चाहिँ मिसयुज गरिरहेछन् क्या किनभने हुँदैन भन्दै भयो नि त होइन मैले नै काम गर्दाखेरि एज अ जर्नलिस्ट काम गर्दाखेरि पछिल्लो जर्नलिजमको रूपमा पछिल्लो चरण गर्दाखेरि 2-3टा न्युज पेपर मिडिया हाउसेसहरूको वेबसाइट चाहिँ डेभलपमेन्टै मैले हेरेँ होइन वेबसाइटको डेभलपमेन्ट मैले हेरेँ या वेबसाइटको मैले मलाई धेरै जस्तो अवस्थामा यस्तो चाहियो नि भन्दाखेरि चाहिँ हुने नै चिज पनि आइटी कम्पनी यो त हुँदैन भन्दैछ अलिक गाह्रो हुने चिज अलिकति च्यालेन्जिङ कुरो भन्यो भने राइट कम्पनीसँग कोलाबोरेट भएन त्यसो भए दाइ मैले त्यही भने जो राइट कम्पनी हो नि राइट कम्पनी चाहिँ सायद धेरै अफसोरिङतिर अथवा अरू धेरैमा मोनिटरली बेनिफिसियल त अरू हुनसक्छ त्यतातिर फोकस छन् कि अथवा आइदर मिडियाको रिचसम्म आइसक्ने कम्पनीहरू त्यो खालको छैन कि होइन मिडियाको फेरि चाहिँ कस्तो हुन्छ भने युनिक निड हुन्छ कि होइन अब हाम्रोमा जतिसुकै कोलाबोरेसन गर्दाखेरि पनि समस्या के छ भने नयाँ आइटी कम्पनीहरू कोलाबोरेट गर्न आउँदाखेरि त्यो मिडिया के हो कसरी काम गर्छ भनेर पहिला त्यो नबुझिकनै ल म गरिदिन्छु नि भन्नुहुन्छ होइन अनि गर्न थाले अनेक प्रब्लम आउँछ किन तपाईँले साधारण इस्युहरू एकदमै सिम्पल इस्युहरू छ कि मिडियाको वेबसाइट एकदमै हाई ट्राफिक हुन्छ सर्टेन टाइममा होइन धेरै जस्तो मिडिया सुरुमा डेभलप हुँदाखेरि धेरै जस्तो मिडिया ह्याङै हुन्थ्यो सर्भर मिडियाको वेबसाइट अनि किनभने अहिले तपाईँको यत्रो भिजिट हुँदो रहेछ हामीलाई थाहा नै भएन पहिले भने अब म आइटीको भएर मलाई कसरी थाहा हुन्छ होइन अनि अलि धेरै भिजिट भयो अझ के हुन्छ त्यो ट्राफिक कुन लेभलको चाहिन्छ होइन अथवा मैले प्रोभाइड गर्ने चाहिँ ऊ के हो कन्टेन्ट कस्तो हुनुपर्छ भन्ने नबुझिकन आउनुहुन्छ कि अनि त्यो आउँदाखेरि चाहिँ मिडियाको एक्सपिरियन्स पनि गुड छैन होइन तपाईँहरूले म जस्तो मान्छे प्रत्येक मिडियामा भेट्नुहुन्छ जो चाहिँ आइटी कम्पनीसँग ह्याप्पी छैन त्यही त होइन जस्तो आइटी कम्पनीलाई डोमेन एक्सपर्टिज छैन होइन अनि यता मिडियासँग टेकको एक्सपर्टिज छैन त यो केसमा त कन्ट्र्याक्चुअल भन्दा पनि एक तरिकाले कोलाबोरेट गरेरै जाँदाखेरि नै होइन केही चिज जस्तो बरु
केही मोडल्स बिजनेस मोडलको कुरा हो नि त। टेकलाई चाहिँ फाइदा भइरहेको छैन भने कन्ट्र्याक्चुअल बेसिसमा फाइदा भइरहेको छैन होला, तर कोलाबोरेटिभली केही टुल्सहरू बनाउने, केही सल्युसन्सहरू त्यो इन्डस्ट्रीको लागि बनाउने, ठिक छ कम पैसामा त्यो टेकले बनाउँछ तर त्यो बनाएको प्रडक्ट अर्को कम्पनीलाई पनि तपाईँहरूले बेच्न सक्छ नि त। त्यो वेको कोलाबोरेसनमा पनि त जान सकिन्छ कति कुराहरूमा छ होइन। अब यो त असम्भव भन्ने त कुरै भएन, किनभने तपाईँले जे कुरा भन्दा चाहिँ संसारमा चलिरहेकै कुरा हो नि होइन। तर अब हाम्रो समस्या चाहिँ त्यही भयो क्या, सर्टेन चिज चाहिँ अलिकति काहीँ न काहीँ एउटा लेभलको एक्सपर्टाइज मात्रै होइन, अनेस्टीमा पनि कमिटमेन्टमा पनि हामी अलिकति कम छौँ भनेको। मेरो आफ्नै अनुभवमा आफूले गर्दाखेरि मेरो साइटमा इस्यु आयो, लौ न हेर्दैन भन्दाखेरि कहाँ राति म लन्च खाँदैछु अहिले म 1 घन्टापछि हेर्दैछु। अब मिडिया 1 घन्टा कुर्न सक्दैन कि, त्यो नलेज चाहिँ लिएर आउनु पऱ्यो नि त होइन। मिडियाको लागि कति इम्पोर्टेन्ट हो त्यो टाइम भन्ने कुरा त्यो लिएर आउनु पऱ्यो। अब धेरै जस्तो अवस्थामा चाहिँ हाम्रो आइटी कम्पनीहरू पनि सानो सानो कम्पनीहरू हुनुहुन्छ नि त, जहाँ चाहिँ सर्टेन 10 जना 12 जना काम गर्नुहुन्छ, अनि 1-2 जना मान्छे बिजी हुने बित्तिकै अल अफ अ सडन त्यतातिर टाइम भएन। मिडियाको पनि प्रब्लम छ, धेरै पे गर्न सक्दैन होइन। आफैमा ठुलो इन्डस्ट्री होइन, धेरै नाफामा चला इन्डस्ट्री होइन, धेरै पे गर्न सक्दैन। त्यो हिसाबले चाहिँ कोलाबोरेसन चाहिँ अब एकदमै इम्पोर्टेन्ट छ, तर छैन कोलाबोरेसन, लगभग छैन भने पनि हुन्छ। त्यो वातावरण बनाउन पर्ने भयो कसैले अब कोलाबोरेसन गर्ने गराउने। न्युयोर्क टाइम्समा एकजना इलस्ट्रेटर हुनुहुन्थ्यो रिच ह्यारिस भन्ने, उहाँलाई यही प्रब्लम चाहिँ आइरहेको थियो क्या, इलस्ट्रेसन्सहरू गर्नु पऱ्यो अनि इन्टरेक्टिभ डाइनामिक हुनु पऱ्यो भन्ने अब प्रेसर छ, तर एकदमै चाँडै नयाँ इलस्ट्रेसन क्रिएट गर्नु पऱ्यो होइन। अनि उहाँले चाहिँ एसबेल्ट भन्ने फ्रेमवर्कै बनाउनु भयो कि। सो इलस्ट्रेटर मान्छे टेक्निकल नलेज पनि छ, अनि हि टर्न इन्टु अ सफ्टवेयर डेभलपर के। अनि उहाँले त्यो लाइक एसबेल्ट फ्रेमवर्क बनाएपछि अरू मिडिया हाउसेसहरूले पनि त्यो युज गर्न थाले कि। अनि त्यसले चाहिँ स्पेसिफिक मिडिया हाउसकै लागि एउटा सल्युसन ल्याएको थियो होइन। तर त्यसमा चाहिँ के देखियो भने त्यो मिडिया हाउसले नै एउटा टेक्निकल एक्सपर्टिज भएको मान्छेलाई नै इम्प्लोय गरेर राखेको रहेछ नि त। बिकज अब न्युयोर्क टाइम्स जस्तो अनलाइन मिडिया कम्पनी डिस्प्रपोर्सनेटली हाई अनलाइन प्रेजेन्स छ, त्यो प्रिन्ट प्रेजेन्स कम छ होइन। सो उनीहरूको लागि चाहिँ के रियलाइजेसन थियो भने हामी टेक कम्पनी नै हो होइन, मिडिया कम्पनी पनि एउटा टेक कम्पनी हो। सो एज अ टेक कम्पनी हामीले चाहिँ डेभलपर्स पनि हायर गरेर राख्न सक्नु पऱ्यो भन्ने थियो होइन। तर नेपाली कम्पनीहरूमा त अहिलेसम्म पनि एउटा स्प्लिट छ नि त, हामी प्रिन्ट मिडिया पनि हौ, हामी टेक मिडिया पनि हो। टेक चाहिँ स्टेप्सन हो हाम्रो, मेनली चाहिँ हामी प्रिन्टमै फोकस गर्छ होइन। तर भनेको त्यही हो, टेक्नोलोजी भनेको चाहिँ इट्स अ डिफ्रेन्ट थिङ, टेक्निकल पार्ट हो। यो यतातिर होइन भन्ने छ। अब भनौँ न डेटा जर्नलिजमकै कुरा गर्दा संसारभरि डेटा टिममा को हुनुपर्छ त डेटा स्टोरेजको लागि भने सजिलो छ कि, एउटा जर्नलिस्ट, एउटा चाहिँ इलुस्ट्रेटर, एउटा डिजाइनर होइन, एउटा प्रोग्रामर चाहिन्छ कि। बेसिकली 4 जनाको टिम चाहियो कि होइन। अब हाम्रोमा त मिडियामा एउटा जर्नलिस्टले 2 जना बसेर टिममा काम गर्ने भन्ने त कन्सेप्ट छैन भनेको। एकदमै थोरै सिचुएसनहरू मात्रै साथ तपाईँले 2 जना 3 जनाको बाइलाइन देख्नुहुन्छ। धेरै जस्तो देखाएको छ त्यो सँगै बसेर काम गरेन, कन्ट्रिब्युट गरे मात्रै भनेको। एउटाले त्यहाँ लेखेर पठायो, एउटाले त्यहाँ लेखेर पठायो, एउटाले त्यहाँ लेखेर पठायो। अब 7वटा प्रोभिन्सको के छ बजेट भनेर चाहिँ एनालिसिस गर्नु पऱ्यो नि। काठमाडौँमा बस्यो 7 जना प्रदेशका मान्छेसँग बजेटमा उसलाई लेखेर पठाउँछ, अनि त्यसलाई यसो यहाँ बसेर सिन्थेसाइज गरेर त्योबाट एउटा आइडिया निकालेर 1 जनाले लेख्छ, 8 जना बाइलाइन लेख्ने भन्ने जस्तो मात्रै। कोलाबोरेटिभली काम गर्ने एप्रोचहरू चाहिँ हाम्रो कम छ, त्यसले गर्दाखेरि पनि त्यो हो। त्यहाँमाथि यो टेक्निकल भनेको चाहिँ स्टेप्सन होइन, सौतै भने जस्तो होइन। यो त स्टेप्सनसम्म त बरु कहिले माया लाग्छ, सौतोमा जत्तिकै चाहिँ यो त होइन भन्ने पनि छ। अब तर दुइटै चिज हो, कमजोरी दुवै भने मतलब टेक्निकल मान्छेले पनि जर्नलिजम बुझ्न खोज्दैन होइन। अब जर्नलिजमको मान्छेले पनि टेक्नोलोजी सकेसम्म सिक्न नपरे हुन्थ्यो, त्यो बिचमा क्रस कटिङ गर्नै खोज्दैन कि। त्यो हुँदाखेरि चाहिँ अलिकति समस्या चाहिँ हामीले अहिले जे कुरा गऱ्यौँ नि, त्यसले गर्दाखेरि चाहिँ अनि यसको अल्टिमेट इस्यु कहाँबाट आउँछ त भन्दाखेरि केही चिज सुरु हुन्छ होइन। अब तपाईँहरू जस्तो कम्पनी कसैलाई लाग्छ इन्ट्रेस्ट कि एआईमा चाहिँ मिडियाले त यसरी प्रयोग गर्न सक्नुहुन्छ, तपाईँले एउटा टुल बनाउनु होला, एउटा आइडिया दिनु होला, गएर एउटा न्युज रुममा इम्प्लिमेन्ट गरिदिनुहुन्छ। तपाईँले गएर भन्नुभयो भने कुनै पनि न्युज रुमले नाइ भन्नेवाला छैन, तपाईँको कामले फाइदा हुन्छ भने होइन। स्पेसल्ली मोनिटरी भ्यालु धेरै छैन भने कसैले नाइ भन्नेवाला छैन। तर त्यसपछि के त भन्ने कुरो सबभन्दा इम्पोर्टेन्ट हो नि त। एउटा
इन्ट्रोडक्सन चाहिँ भयो, एउटा लेभलको एडप्टेसन, तर कन्टिन्युटी र कन्स्ट्यान्ट अपग्रेडेसन त छैन। अनि आज तपाईँले गएर एउटा टुल दिनुहुन्छ, त्यसमा त काम गर्दै जाँदा त 200वटा प्रब्लम आउँछ। त्यो 200वटा प्रब्लम तपाईँले सल्भ गरिदिनुहुन्न, अनि त्यो प्रब्लम भएको टुल उसले युज गर्दैन अथवा जे छ त्यही युज गरेर त्यो लङ टर्म कोलाबोरेसनको भयो भने यस्ता प्रब्लम्सहरू सल्भ हुनसक्छ भन्ने कुरा नै भयो मेन। मतलब अब आइडियल सिचुएसन भनेको आइटी डिपार्टमेन्ट या टेक्नोलोजिकल प्रोग्रामरहरू चाहिँ हाम्रो मिडियाको इन्ट्रिकल पार्ट हो, इनहाउस नै हुनु पर्यो भन्ने जस्तो कन्सेप्ट सुरु भएर अनि हाम्रो टेक्निकल टिमलाई चाहिँ सानो छ, यसले सबै चिज गर्न सक्दैन, कोहीसँग अरूसँग कोलाबोरेट गरौँ भन्ने कन्सेप्टमा गयो भने ठिक हुन्छ। नत्र त कोलाबोरेसन पनि अहिले अब उसले उसको कुरो बुझ्दैन, उसले उसको कुरो बुझ्दैन, भेट भयो भने के कुरो गर्ने भन्ने समस्या भयो नि त। तपाईँ जस्तो मान्छे चाहियो एकजना इन्टरमिडिएट। अनि पहिला के भन्थ्यो, मैले त्यो पढाएको कुरो बिर्सिहालेँ होइन। त्यो सफ्टवेयर डेभलपमेन्ट साइकल भन्ने पढ्नु पर्थ्यो बेला 10 लाखतिर। त्यो साइकलमा 7-8वटा स्टेप हुन्थ्यो, त्यहाँ एउटा चाहिँ पोजिसन थियो क्या, जसको काम चाहिँ सिस्टम एनालिस्ट ठ्याक्कै के हो मैले बिर्सेँ, जसको काम चाहिँ क्लाइन्टको निड अनुसार प्रोग्रामरलाई यस्तो चाहियो भनिदिने, प्रोग्रामरले भनेको कुरो क्लाइन्टलाई क्लाइन्टको भाषामा बुझाइदिने कि भनेको मतलब बिचमा इन्टरप्रेटर जस्तो हुन्छ नि जसले। प्रब्लम के हो त होइन, प्रब्लम चाहिँ भनेको तपाईँहरू जस्तो कम्पनी हामी प्रडक्ट ओनर भन्छौँ, त्यो सफ्टवेयर प्रडक्ट ओनर तपाईँहरू चाहिँ हुनुहुन्छ होइन। अब न्युजपेपरको चाहिँ अथवा मिडियाको कुनै प्रब्लम छ, अब त्यो प्रब्लम चाहिँ तपाईँहरूले सल्भ गर्न सक्नुहुन्छ कि हुँदैन भनेर सोच्ने पनि त चाहियो नि त एउटा मान्छे बिचा होइन। केले सल्भ गर्छ त त्यो प्रब्लम, मानिलिउँ उहाँलाई के लाग्यो नि हाम्रो अरू सबै चिज राम्रो हो, यो न्युजमा चाहिँ कन्टेक्स्ट ब्याकग्राउन्ड दिनेमा चाहिँ हामी कमजोर भयौँ, यो ब्याकग्राउन्ड सर्चको चाहिँ एउटा केही चाहियो हामीलाई भन्यो भने त्यो बिचमा एउटा यस्तो मान्छे चाहियो जसले ओके एआई कुड बी द बेस्ट, एआई चाहिँ बेस्ट हुनसक्छ यसको लागि टेक्नोलोजी भन्नु पऱ्यो। अनि तपाईँलाई गएर मैले के बुझाइदिनु पऱ्यो भने त ओके वाट आई वान्ट भन्दाखेरि उनीहरूलाई के चाहिएको त, उनीहरूको यो चिज छ, त्यो चिजमध्येबाट यो चिज यसरी सर्च गर्दाखेरि यो चिज उनीहरूलाई ट्याक्क रिजल्ट दिन सक्ने चिज चाहियो भनेर तपाईँलाई मैले टेक्नोलोजीमा बुझाइदिनु पऱ्यो। ओके दिस इज द पर्पस, यो सर्च चाहियो, त्यो सर्चमा यो चिज गर्नु पऱ्यो, त्यसलाई यसरी डिस्प्ले गर्नु पऱ्यो भनेर। अनि उहाँलाई गएर के बुझाइदिनु पऱ्यो त मैले भन्दाखेरि ओके आई विल गिभ यु अ टुल, त्यसमा 2टा बटन हुन्छ, यो थिच्यो भने यो आउँछ, यो थिच्यो भने यो आउँछ भनेर बुझाउनु पऱ्यो कि। अनि नै त्यो हुन्छ। अब यो बिचमा चाहिँ त्यो भने के हुनसक्थ्यो त भन्दाखेरि तपाईँले भने जस्तै जुन डेडिकेटेड आइटी टिम हुन्छ त्यहाँभित्र, अहिलेसम्मको हाम्रो आइटी टिम भने चाहिँ धेरै जस्तो मिडियम भएको आइटी टिम भने चाहिँ कम्प्युटर बिग्रियो भने बनाउने, सर्भर कनेक्सन छुट्यो आइटी हो तर सफ्टवेयर भन्दा पनि इन्फ्रास्ट्रक्चरतिर हार्डवेयरतिर भयो। त्यो सफ्टवेयरको पनि टिम भयो भने उसले बुझाउन सक्थ्यो नि त, यता पनि बुझाउन सक्थ्यो उता पनि बुझाउन सक्थ्यो। अब त्यो कन्सेप्टै नभएर चाहिँ त्यो गाह्रो छ। तपाईँहरू अहिले मिडियामै काम गर्न जानुभयो भने तपाईँहरू चाहिँ जतिसुकै तपाईँहरू चाहिँ म राम्रो काम गर्छु भन्यो भने तपाईँ चाहिँ गाह्रो हुने अवस्था छ क्या। किनभने तपाईँलाई कसैले के भन्दै अब भन्न त उसले अनेक कुरो भन्छ, तपाईँले त्यो उसको कुरो बुझ्नुहुन्न, तपाईँको कुरो उसले बुझ्दैन। अब यो बिचमा ब्रिज नभइकन त भएन नि त। सो अब भनौँ न फाइनल्ली होइन, जस्तो अब फ्युचर जस्तो आजसम्मको कन्टेक्स्टहरूमा त धेरै कुरा डिस्कसन गऱ्यौँ हामीले, जस्तो फ्युचर चाहिँ कस्तो देख्नुहुन्छ हजुरले? जर्नलिजम जस्तो पास्ट देख्नुभयो, 2-3 दशकको जर्नलिजम देख्नुभयो होइन, अबको नेक्स्ट फाइनल हुन्छ नि, अबको 5 वर्ष 10 वर्षपछि अथवा जुन डिरेक्सनमा गइरहेछ त्यो हेर्दाखेरि चाहिँ फ्युचर कस्तो देख्नुहुन्छ? जर्नलिजमको चाहिँ कुन डिरेक्सनमा जान्छ? होइन यो त यस्तो हो, जर्नलिजम अब यसका एक्टरहरू चेन्ज हुन्छन् होइन। आज जुन मिडियाहरू छ त्यो मिडियाहरू नरहला, जस्तो अवस्थामा अहिले मिडियाहरू छन् त्यस्तै खालका मिडिया नहोलान्, नयाँ स्वरूपमा आउँछन्, नयाँ तौर तरिकामा आउँछन्। तर क्रेडिबल इन्फर्मेसन चाहिँ इज गोइङ टु बी मोर इम्पोर्टेन्ट देन एभर। अझ यो एआईको यो जति एआईको प्रयोग गर्दै जान्छ त्यो बेला त क्रेडिबल इन्फर्मेसन इम्पोर्टेन्ट हुँदै जान्छ। किनभने तपाईँले जे कुरा गर्नु भएको छ, हामीले जे कुरा गऱ्यौँ आज कि एआई विल ह्याभ अ रिजनिङ मोडल होइन, ह्युमन इन्टेलिजेन्स लेभलको चाहिँ उसको इन्टेलिजेन्स मसिन इन्टेलिजेन्ट हुन्छ भनेर हामीले सोच्ने हो भने त्यो इन्टेलिजेन्सको राइट युजको लागि त क्रेडिबल इन्फर्मेसन इज मच मोर इम्पोर्टेन्ट देन नाउ। अहिले त के गरिरहेछ हामीले एआई कसरी त्यसले जे भेटायो त्यही दिइरहेछ, रङ दिए पनि त्यसलाई केही भएको छैन, त्यसले काम बिगारेको छैन नि त, अनलेस वी मिसयुज इट। तर जहाँनिर अब यो रिजनिङका कुरा आउँछन्, लजिकल रिजनिङका कुरा आउँछन्, या ह्युमन इन्टेलिजेन्स इक्विभ्यालेन्ट मसिन इन्टेलिजेन्सको कुरा आउँछ, त्यो आउँदा त क्रेडिबल इन्फर्मेसन विल बी मच मोर इम्पोर्टेन्ट राइट अल्सो टु एआई।
जस्तो जति राम्रो डेटा छ त्यति राम्रो आउटपुट हामी एआईमा त्यही भन्छौँ कि गार्बेज इन गार्बेज आउट कि गार्बेज दिइरहेको छ नि गार्बेजै आउँछ कि आउटपुट होइन होइन मेन हामी जस्तो एआईको फुल फर्म पढ्नु पर्थ्यो नि जिआइजिओ भनेर गार्बेज इन गार्बेज आउट भनेर भनौँ न डेटा जस्तो छ त्यसकै आधारमा आउने त हो आउटपुट त्यही त त्यो भने त अब एआई जति पावरफुल हुँदै जान्छ एआईको लागि उत्तिकै इम्पोर्टेन्ट चाहिँ यसको चाहिँ डेटा कर्पस हुन्छ होइन सो द्याट डेटा कर्पस निड टु बी क्रेडिबल नि त भनेपछि क्रेडिबल इन्फर्मेसन विल बिकम मच मोर इम्पोर्टेन्ट देन नाउ अहिले त हामी आर्गल छुट्याइदिए हुन्छ भने मतलब ह्युमनमा डेभलप गरौँ त्यो क्यापेसिटी भनेर छ अब त त्यो एआईले नै एआईमै डेभलप नगरी त सुखै छैन त्यो क्यापेसिटी त एआईभित्रै डेभलप गर्नु पऱ्यो एआईभित्रै डेभलप गर्नु पऱ्यो भने त के मसिनले चाहिँ छुट्याउन सक्ने बित्तिकै त आज हामी जे यो मिसइन्फर्मेसन प्लेटफर्मको इस्युहरू देखिरहेको छौँ त्यो त मच मोर इजी भयो नि त फेसबुकमा तपाईँले केही चिज पोस्ट गर्ने बित्तिकै अथवा फेसबुक नरहला फेसबुक जस्तै कुनै प्लेटफर्ममा तपाईँले पोस्ट गर्ने बित्तिकै त्यसको इन्टरनल मेकानिजमले त्यसको कन्टेन्टको चाहिँ क्वालिटी चाहिँ करेक्टली चाहिँ ऱ्याङ्क गर्न सक्ने भयो भने त इट इज मच मोर इम्पोर्टेन्ट हामीलाई त्यसले देखाउने एल्गोरिदमिक ऊहरू पनि त्यसैले डिटरमाइन गर्छ हाम्रो रियाक्सनहरूलाई पनि त्यसले त्यसै गरी डिटरमाइन गर्छ भनेपछि त क्रेडिबल इन्फर्मेसन त झन्झन इम्पोर्टेन्ट हुँदै जान्छ त्यो झन्झन इम्पोर्टेन्ट हुने क्रममा त रोल अफ जर्नलिस्ट त अझै पनि इम्पोर्टेन्ट हुनुपर्छ होइन गिभन कि जर्नलिस्टले चाहिँ आफ्नो काम राम्रोसँग गरे यो चाहिँ हो फेरि जर्नलिस्टले पनि आफ्नो वान जर्नलिस्ट टु जर्नलिस्ट होइन एज अ ग्रुप जर्नलिस्टले पनि उनीहरूले आफ्नो काम चाहिँ राम्रोसँग इन करेक्ट राइट वेमा गरिदियो भने त त्यसपछि त इट विल बी मच मोर रेलेभेन्ट देन नाउ अब उनीहरूले प्रड्युस गर्ने इन्फर्मेसन कहाँ पब्लिस हुन्छ कसरी फ्लो हुन्छ भन्ने कुरा चाहिँ आई कान्ट से होइन अब त्यो चाहिँ मेबी नाउ जर्नलिस्ट विल वर्क फर एआई इन फ्युचर होइन मेबी दे विल वर्क फर समथिङ एल्स होइन प्लेटफर्म पनि डिफ्रेन्ट हुनसक्छ अहिले हामी चाहिँ अनलाइन या प्रिन्ट या टिभीमा जसरी देखिरहेको छौँ त्यसरी नदेख्न सक्छौँ होइन प्लेटफर्म क्यान बी डिफ्रेन्ट द वे द कन्टेन्ट जर्नलिस्ट प्रड्युस डेलिभर्ड टु यु क्यान बी डिफ्रेन्ट तर जर्नलिजम चाहिँ मोर रिलेभेन्ट देन इभर हुन्छ जस्तो लाग्छ मलाई जति एआईले आफ्नो चाहिँ क्यापेसिटी बढाउनु हुन्छ एज टेक प्रोफेसनल्स होइन वी होप टु सी मोर क्लोज कोलाबोरेसन बिट्विन टेक इन्डस्ट्री एन्ड मिडिया इन्डस्ट्री यसमा भएको च्यालेन्जेसहरूलाई एड्रेस गर्न सकियोस् कोलाबोरेटिभली होइन अगाडि आउनु पऱ्यो मिडियाहरू पनि एक स्टेप अगाडि आउनु पऱ्यो होइन टेकहरूसँग कोलाबोरेट गर्नु पऱ्यो अझ मिनिङफुल वेमा काम गर्दै जानु पऱ्यो होइन एकदम राम्रो इन्साइट्सहरू दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दाइलाई थ्याङ्क यू भेरी मच हिस्ट्रीदेखि अहिलेसम्मको होइन रमाइलो कुरा होइन फेरि भनेको मतलब मेरो मात्रै आइडिया थिएन आई अल्सो लर्न अलट फ्रम योर आइडियाज योर थट्स होइन अब यो कोलाबोरेसनको कुरा चाहिँ इट्स इम्पोर्टेन्ट किनभने टेक्नोलोजी इज गोइङ टु मैले अघि पनि भने नट ओन्ली टेक्नोलोजी एआई नै इज गोइङ टु बी अ पार्ट अफ आवर लाइफ भनेपछि त टेक कम्पनीसँग चाहिँ जुन इन्डस्ट्रीले त मिडियाको लागि मात्रै होइन फर अल इन्डस्ट्री इट्स मच मोर इम्पोर्टेन्ट टु कोलाबोरेट विथ टेक होइन कसरी कुन लेभलमा भन्ने कुरा आफ्नो ठाउँमा तर जसले त्यो चिज गर्न सक्छ दे विल सर्भाइभ होइन जसले त्यो चिजलाई चाहिँ राम्ररी एडप्ट गर्न सक्दैन दे वन्ट सर्भाइभ हस् दाइ थ्याङ्क यू भेरी मच थ्याङ्क यू भेरी मच